सो हाम्रो कलेजमा चाहिँ बन्दुक किन लागेछ त केटा है त्यसपछि म यसो गेम खेल्नतिर लाग्यो आज हाम्रो कलेजमा किन गेम छ र मैले हाम्रो सरलाई पैसा किन दिएँ केटा है अनि त्यसपछि मैले भाइलाई किन गिभ अवे हाने अनि हाम्रो कलेजमा रोबर कहाँबाट आयो केटा हो यस्तो गुड मर्निङ दाजुभाइहरू साथीभाइ मित्रहरू है हामी चाहिँ कलेजमा छौँ अनि हाम्रो दोस्त थाहा केटा छौँ है सो हजुर सबैजना सन्चो हुन्छ होला म त ज्या च्वास हानेर केटा है त्यसो केटाहरूको पन्जरालाई हेर्नुपर्ने हुन्छ होइन So what's up guys, welcome to my YouTube channel है घरहरुमा आए फेरि पनि हजुरहरुलाई वेलकम छ अहिले चाहिँ हामी त्रिभुवन त्रिशुली माध्यमिक सेकेन्डरी स्कुलमा छौं हैन केटा हो माध्यमिक विद्यालय नेपालीबाट भन्यो नि हैन सो अहिले चाहिँ हामी हाई स्कुलमा आज के छ दोस्त फुड फेस्टिभल अनि यो के भन्नु न यार साइन्स एक्जिबिसन मुजी अलिकति इंग्लिश अलि पत्तो छ केटा तर पनि हैन अब हामी चाहिँ हाम्रो अब डिआई दाइ अंकल इन्ट्रोडक्सन दिन तपाईको केही एक दुई शब्द ल हाम्रो कलेजमा केही भन्दिन एक दुई शब्द अगर आदैन अहिले चाहिँ अब ए के कुपन भाइ भन न भाइ अहिले है भाइ मेरो भाइ अहिले चाहिँ भर्खरै हामी कलेज छिरिसक्यौं भर्खरी भनौं न केटा अहिले चाहिँ अब एकछिनमा अब यो सबै टुर गर्नुपर्ने हुन्छ एक्सप्लोर गर्नुपर्ने हुन्छ हामीहरू अब हामी चाहिँ अब अहिले एउटा पर्मिसन पनि माग्नु पर्ने हुन्छ प्रिन्सिपल सरसँग त्यही नै हो अब अहिले एकछिनमा भेटौँ न केटा त्यहाँ ल हाम्रो सरको नाम चाहिँ मेरो नाम अनिल पाण्डे अनि हाम्रो आज यो के हुँदैछ यसो यहाँ आज हाम्रो यहाँ फुड फेस्टिभल र साइन्स एक्जिबिसन कार्यक्रम हुँदैछ है त कतिवटा स्कुल चाहिँ अहिले पार्टिसिपेट हाम्रो 11 वटा चाहिँ पालिकाबाट चाहिँ रहेका छन् अनि हाम्रो यो अब यो कार्यक्रम कस्तो हुन्छ के कसो अब यो साइन्स एक्जिबिसन कार्यक्रम र फुड फेस्टिभल कार्यक्रम सँगसँगै जान्छ है त हस् ल त्यही नै अब चाहिँ हामी अब एकछिनमा एक्सप्लोर गर्नुपर्ने हुन्छ केटा है बोल्नको लागि के को लाज होइन अब के कसो के खाएको छैन केटाको त्यहाँ केटा त्यही चाहिँ तिमीहरूको दादा अहिले ब्रो हामी कहाँ छ मैले केटा अहिले पछि अब हामी अहिले सबै सो केटाकेटी हो लड्का लड्कीहरू यारिन अहिले त्रिशुली हाई स्कुल अब चाहिँ यहाँ के अहिले पछि सबै हेर्नु पर्ने हुन्छ अहिले एकछिन यति डुलोन के दोष यतिकै देखाउने सिनेमेटिक यार घाउ लाग्दो साला गर्मी नष्ट यार क्यामेराम्यान नि बोलाएर छ त मलाई What the fuck is this? एउटा भएन अब अर्को एउटा झिकाउँ न यार मैले मन परायो अहिले यसले झास्छ घुस्छ घुसिहाल्मै अहिले अनि अरूलाई पनि दिनु पर्ला नि त नि म दिन्छु लिनुहोस् बोल्नुहोस् न यो भेब हो भनेर तान्नु ल अब चाहिँ अब तान्नु मिल्छ अरे अब यो स्टार्ट भइसक्यो होइन भइसक्यो हैन अलिकति यहाँ चाहिँ कतिवटा अरे यहाँ स्कुलहरू 11 हैन 11 वटा कि 12 वटा 11 ल स्कुल थाहा छैन वाट्सअप ब्युटिफुल यो चाहिँ के हाम्रो छ स्कुलको हाम्रो कलेजको मात्रै होला नि त हाम्रो कलेज स्कुलको मात्रै ल ल त देखाउ न ल केटा आउँदैन अहिले चाहिँ अब हामी अब यसो अब एक्सप्लोर गर्न जाँदैछौँ हैन यसलाई चाहिँ केटाकेटी हो भने आउँदैछ हैन सरी नेक्स्ट चेक सो गाइजहरु है अब हामी चाहिँ अब यहाँ एक्सप्लोर गर्न जाँदैछौँ केटा गाइजहरु अब चाहिँ केटाकेटी हो अब चाहिँ हामी यहीँबाट जान्छौँ हैन यो चाहिँ के को सेक्सन हो यो
स्टल नम्बर रहेछ क्या स्टल नम्बर हामी के स्टल राख्ने होइन होइन हामी के स्टल राख्ने हामी अब जम्मै भित्र हिँड्दा नि क्या मेन गेटबाट आएर हामी पनि जन्मिनै उल्टो जन्मियो क्या हो यार जन्मिँदा त सुल्टै जन्मेको जस्तो लागेको थियो यार अहिले पनि उल्टो भयो नि यार हामीलाई के थाहा आएन नि त त्यही भएर लगेर त्यो नै हाम्रो मिस्टेक भयो अब चाहिँ हामी फेरि पनि पछाडिबाट घुम्नु पर्ने हुन्छ त्यहाँ साइकको भले बिउता हेर हामी चाहिँ अब हाम्रो ए फुटबल यता रहेछ हैन फुटबल सिकाउन यहाँ नआउने केटा हो यार आउन के के रे आउन रुक 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 तिमीलाई एउटा क्वेसन सोध्छु होइन त्यही नै अहिले अब अलिकति बिजनेस गर्न त अलिकति मान्छे हुनुपर्छ तर पनि यो बहिनीहरूको अलिअलि छ जस्तो लाग्यो यसो एक दुईवटा क्वेसन सोधिदिउँ न त होइन हाम्रो भाइ आउँदैन नि यार के भन्दै भाइ एक दुई शब्द अब दाइला हैन मस्त फलो गरिदिनु है हाम्रो हेयर स्टाइल मुन मोमो खानलाई सब्स्क्राइब गाइस सब्स्क्राइब गरेर बिसिएर लाइक पनि हाल्नु न सुन न केटा हो अब अलिकति अजिब लाग्यो तर अलिक बढी चाहिँ नभने क्या म तर रुक न ए अलि धेरै महँगो भएन भने खपर रहा यार तेरा मिली हो मक्ख पर रहा पुरै कस्तो चिप्लो घसिरहेर नि ल चिप्लो घसिरा अरे केटा हुँदैन अब चाख्दिने हो खाना त खाँदैन र के छ तिमीहरूले सुरुवात गरिदिन्छु र अरूकै के खाने भन नि त के रे के खान्छौ के आइन त म त चुक्क हैन के खान्छौ के खान्छौ पाउन एक्चुअली पाउन ओए यार कसले बनायो मैले ओ पुकार त सेत आइसकेको रहेछ हैन ए सुबदा यार के छ यार ठीक छ यार बुझ्दैन हो गेम चाहिँ के हो यो के पर्छ अनि यसमा नि ए के ए के भन ए ब्लगर रोक आउँदैछु म साउने यहाँ एउटा गेम खेल्दिउँ क्या खेल्ने अरे के खेल्ने हो खेल्नु म चाहिँ म बोलले यहाँ खेल्छ ल रुक क्यामेराम्यान पैसा तिमीले नि फेरि आउँछ छैन 10 रुपियाँ छैन नि हामीसँग के हो पढ्न ए ढुक्क परे ल के पर्यो मलाई फ्री पे ल अरे पर्यो ओए ट्राई अगेन झन्डे ओए फेरि एकचोटि घुमाउनु यार ए 50 रुपियाँ छ टुक्क दोस्ती म त पनाउँदै पो रहेछ त्यो तर अनि अझै साँच्चै त्यो ट्राई गर्नु पर्यो भने त त्यसले झेल्यो है फेरि ओए जे बाइ वन ए तिमी एउटा किन एउटा फ्री हो कति एउटाको प्राइस खाने र गरी हुन्छ कस्तो तर अलिकति अजिब लाग्यो केटा म त साँच्ची नै यार के गर्छ दोस्त 10 रुपैयाँ फेरि 10 रुपियाँ थप्नु पर्ने यहाँ 40 छैन हामीलाई चाहिँ पुरै लुटिरह यार तर साँच्ची यो बहिनी लास्ट टाइम लुटिरहेको फेरि एकचोटि घुमाउनु त घुमाइरहनु त 50 रुपियाँ सकेसम्म ल घुमाऊ अरे तिमी कति रहेछ ल कस्तो मलाई पनाउँदै हुनुहुन्छ है यहाँ ल घरले चाहिँ घुमायो फेरि ट्राइगन पछि क्या तिमी त म नाइ ओए ट्राइगन परेर अब त फ्रीमा पाउँछ होला किन हुनु न दुईचोटि घुमायो नि त नि खासमा फ्रीमै पाउनु पर्ने हो एउटा चाहिँ होइन साँच्ची जस्तो गर्नु यारमा ए हुँदैन चाख ए चाख तिमी म खादिदिन्छु तेरो पनि ल त्यो लिगा त
त्यो चाहिँ पनि घुमाइदिनु न रुकन रुक अगर टेस्ट हान्नुमा त कस्तो रहेछ है खानु दोस्त घुमाउने हजुर मलाई अलि टेस्ट गरेर तिमीले यो मैले हातमा मम्मीको स्वाद आउँछ त ठिकै छ नट ब्याड कसले बनायो यो मोरी हो क्या के रे देऊ नि यहाँ यसको 50 रुपैयाँ भइसक्यो यसले घुमाउँदा घुमाउँदा लास्ट हो यो पछि लास्ट हो के पर्यो एउटा किन एउटा फ्री होला हैन यस्तो थियो आउनु बहिनी यस्तो थियो कि यस्तो थियो भन न अघि पाएछ यस्तो थियो अघि पाएछ ल फेरि घुमाउनु म दामी मेरो लक्ष्य भागेर यार तू बनाउँथ्यो यार हान पर्छ अब त हेर्न उ परे ल ल खाना खान्छ पनि टेस्ट हान्दैन एक पिस माउ यस वन पिस मोमो हामीलाई हैन बल्ल तल्ल वन पिस माउ परेको छ 50 रुपैयाँ यो मान्दैन लास्ट टेस्ट दिल्ली महिनाले यो चाहिँ हामी मान्दैन भाइ यो यत्रो डल्लो माग्दै यत्रो यस्तो भयो क्या यस्तो भाबा चाहिँ दाइलाई मागेर तीन चारवटा दिएको हुन्थ्यो अहिले फेरि आउँला क्या है अहिले फेरि आउँला सब पर्दैन ल चाहन तिमी आफै तिमीलाई परायो नि त ल तिमी खाऊ कस्तो छ सर ओइ म चिप्ले यार पानी पिरी खाना थोडी न होला खाऊ न उसले त मम पनि पानी पिएर खाँदैछ यार मिठो हो यार खाइहेर्नु अरे अलिकति स्वाद चाहिँ आइरह हैन तिमी जोड म किन तर स्वाद आइरह हैन तर के आयो नट ब्याड ठिकै छ ठिकै छ ल ट्राई गरे हो प्रगति गरे हैन अब आइपछि हामीलाई अब अरु पनि ल ल आयो सोम हामी ल चकेर आउँदैन अब यस्तो एकदम अब मोमो खाइयो 50 रुपैयाँमा यमरी खायो तर पनि खाइयो हैन तर 40 रुपैयाँको तर 40 रुपैयाँको कुरा के रे 40 रुपैयाँ किने भाइ एउटा चाहिँ 10 रुपैयाँमा पाइन्छ दुईचोटी 20 रुपैयाँमा ल तेरा अलिकति प्रफिट हाल्नु सिक्नु छ थ्यांक यू छैन हामी तर पनि हेलो गर्दिनु ल म्याम नमस्कार तपाईको इन्ट्रोडक्सन मेरो नाम चाहिँ नवीना आचार्य हजुर अनि म चाहिँ 8B को क्लास टिचर हजुर हजुर अनि यो चाहिँ 8A र 8B को स्टल है त ल अब हामी चाहिँ अब यसो अब यहीँ टेस्ट हान्नु पनि गयो अब अलिकति सकेर अब हामीले मिठो त सबै देखिरहेको छौँ अब के खाने अलिकति कन्फ्युज छौँ के आलु हुनु पर्यो नि त पुरीको लागि चक्केर खाने नि त ल एकजनाले भन नि त ल एकजना नाम सुन ल ल के भन्ले भन ल साथीहरु तपाईहरुले खाना आउनु है अहिले ब्लग हेरेर अहिले भ्लग गरेर चाहिँ कहिले भोलि खाने हो भने भोलि हुन्छ अनि पैसा यतिकै दिएर हुन्छ कति हो यसको प्राइस यसको 10 रुपैयाँ हेलो गाइस अनि आज चाहिँ हामी हेर हेर मेन्यु हेर त यो चाहिँ 20 छ नि अनि यो चाहिँ ट्राई गर्ने हामी भयो त लगभग डिपेन्ड गर्छ म कहाँ गएर उनीहरु त मिस्ट्री बक्स पनि छ मिस्ट्री बक्स कति ल जिगाला अनि यहाँ चाहिँ पपकर्न छ पपकर्न ए त्यस जिगाला कच्छ 100 रुपैयाँ दिएर हामी सबै कुरामा ट्राई गर्छौँ है तिमीहरू अब के ल लिज तपाईहरुको लगेर लिन्छौँ हामी मात्रै तर ऊ अर्ग्यो म अर्गी फेरि ल अब है अब त हुन्छ नि देखाउ न एउटा मात्रै सुन एउटाको 10 होइन मतलब एकजनाले मात्रै लिनु पाउँदैन नि दुईटा एउटा उले लियो हैन एउटा अब उले लिन लाग्यो हैन अब एउटा दिखाउन पर्यो लियो यता देखाउन न ओए यो जेही परेन है यो ट्राइगन परेन बहिनी छ यो मेरो किने हो ल ल यो बहिनी बनाउँथ्यो अरे बहिनी म सबै लिन मिल्छ सबै लिन मिल्छ
सबैमा यस्तो मात्र छ भने चाहिँ के काम गर्ने होइन छैन आलु चाप आलु पुरी दुईटा लिया दुईटैमा यस्तो छ हेर्नु न म्याम छैन सबैमा कहाँ हुन्छ सबैमा त हुँदैन नि भएन It means you are unlucky. फेरि पनि लिने त हामी के छ र पैसा त है 20 रुपैयाँ कति हाल्छ दुईटा ल फेरि 10 रुपियाँ ल गोलेर लिग अन्त्र मन्त्र जन्त्र हेर उ परिसक्यो यतिमा त पकाउन आउँछ होला एउटा यार हामी लगमा डिपेन्ड गर्दैन अब हामी लगमा डिपेन्ड गर्दैन अब 20 रुपियाँ गयो हाम्रो र के खाने भन्दा त यता दोकानमा त खानु पर्यो भन्दा नि It means you are unlucky. हैन बे मैले मेरो लगलाई विश्वास गरेन अब हामी पैसा तिरेर खान्छौँ है त ल अब के 50 रुपियाँ के आउँछ हाल्दैन त ल अब आज हाम्रो अरू त हैन अब 500 रुपियाँ जति चाहिँ जान्छ जस्तो छ क्यासे भएन ए क्यासे भएन ए औ खोज्नु न त्यो यार हजुरलाई एकदम वेलकम छ हस् धन्यवाद हजुरको नाम म यस त्रिभुवन सुली माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापक हुँ आज हाम्रो विद्यालयमा चाहिँ विज्ञान प्रदर्शनी अनि खाना महोत्सव हुँदैछ विद्यार्थीहरू सक्रिय रूपमा यस कार्यक्रममा सहभागी भइरहेका छन् अब विद्यार्थीले आफूले जानेका हैन ज्ञानका कुराहरू प्रयोगात्मक ढंगले विज्ञान प्रदर्शनी मार्फत प्रदर्शन गरिरहेका छन् भने एकातिर खानाको लागि उनीहरूले आफै नै आफ्नो हातले हैन खानेकुरा बनाउँदैछन् विद्यालय भनेको एउटा सिकाइको थलो हो हैन यहाँ एउटा विज्ञान पनि सिक्ने र खाना पनि बनाउन सिक्ने र एउटा व्यावहारिक रूपमा चाहिँ समाजमा जाँदाखेरि उनीहरू सक्षम भएर जाने अभ्यास गरिरहेका छन् हामी नि एउटा आएर एकदम राम्रो किनकि हामी नि पढ्ने कलेजमा हैन हजुर अनि हामी चाहिँ यसलाई एक्सप्लोर गर्न आँटेको कि मतलब यही भित्रको मान्छेले हैन हामीले चाहिँ अलि बाहिरको मान्छेले पनि देखाउन आँटेको यो चीज हाम्रो कलेजमा यस्तो हुन्छ हाम्रो राम्रा पक्षहरू बाहिरसम्म पुर्याइदिनु होला र हाम्रा कमी कमजोरीहरू छन् भने सकारात्मक सुझाव दिनु होला धन्यवाद देन केटा अब चाहिँ हामी अब खान्छौँ केटा 50 रुपैयाँमा के गर्नुहोस् अचार त छैन अनि खानामा दियो हुन्छ तरकारी नदिएपछि त के खान्छ है चाहिँदैन एकले त कहाँ खान्छ त फेरि च्यानलमा सब्सक्राइब हान्नु पर्यो नि फेरि यो नाम के छ भनेको नाम के छ भनेको छैन नि गले ब्रो यो पनि ढाट्यो ल यो त हेर न हजुरलाई मैले भाइमा दिए आलु प्याकेट चल्नु छ यार यहाँ छैन यहाँ कस्तो मिठो छ केटा यस्तो मिठो छ केटा जिन्दगीमा खाएको छैन मैले यार एकदम मिठो मैले कति वर्ष भयो रे तिमी 14 तिमी अरू हैन उ बनिन्छ नेता बन्छ ठिकै छ तर अलिकति नराम्रो जस्तो लागेको छ मलाई चाहिँ अलिकति तर एकदम बवाल भएको छ ल म्याम हामी मात्र कच्चा हामी त हाम्रो अब कसलाई नमस्ते गर्ने भाइ नमस्ते देखो केटा नमस्ते केटा यहाँ न भाइ कस्तो आएन यस्तो यारमा बन्द गरिदियो केटा नट ब्याड ठिकै छ एकछिन बन्द गरिदियो हजुर माथि किन हो त्यो न हो भाइ अब चोर भाइ भन्छ कुनै चिज सुन्दैन हौ भुक त लागिरहेको छ क्या तर पनि अलिक चिल्लो रहेछ मेरो प्लस दिदीको जाऊ हजुर लगेर त्यो अब चाहिँ हामी अर्को ठाउँतिर हामी चाहिँ यतातिर त्यो माइक ब्रो भन्छ छैन अरू अलि राम्रोसँग स्ट्यान्डर्ड मोमो हो तपाईले खायो भने तपाईलाई तन्दुरुस्त हुन कोसिस हुन्छ
हामी देखिरहेको त्यही न कता यता किन अब यहाँ चाहिँ के पाइन्छ यसो मोमो त अघि भर खाएर आउँथे मिठो जात पनि त्यही हो अरू केही एक्स्ट्रा के छ मात्रै मोमो कति हाफ प्लेटको हामी चाहिँ अब सबैको हेर्दै हिँड्न चाख्दै हिँड्दैछौँ क्या अब फेरि सबैले के निराश बनाउनु हो र के होला हाम्रो हाफ प्लेट हाल्दैन चाख्छु मात्रै हजुर ए भाइ एउटा मात्रै तिमीले दुःख गर्नु पर्दैन यो भाइले ग भने किन्छ कि हुन्न र त यार कहाँ मरेछ देखा एउटा चाखुमा त कस्तो रहेछ रुपे बेसीमा खान्छौ नि चाख्दै हिँडेको दोष आफूले पनि देख न मैले खाइ छैन मलाई के लिएर समझ सुरत मलाई खाएको के बोला पाए म त केही बोल्दैन यार कस्तो छ नट ब्याड केटा हो ठिकै छ कस्तो छ यस्तो नराम्रो छैन मिठो हो भोले प्रोलाई कस्तो एक्सप्रेसन लाग्यो त एकदम बबाल के हजुर अलि अमिलो रहेछ तर टेनमा आउट अफ 6 रेट धेरै नदिउँ होइन के छ एकदम बबाल छ बबाल अलिकति अब 10 मा 10 त कसले दिन्छ तर ठिकै छ भाइ तिमीहरू आफै बनायो बबाल छ दुःख म पछि नदिकन भाग्छु जस्तो लाग्छ तिमीलाई तर कतिमा 10 मा 3% हेर्नुपर्छ फोन आएको छ फोन काट्नु हाम्रो बाइकले हुन्छ भोलि पछि अब चाहिँ हामी स्टल नम्बर सबभन्दा प्याक यहाँ कि चटपटी पानी पाउँछ जस्तो लाग्यो भाइ भन नि त मलाई केही एक शब्द तपाईँ यहाँ हेर्न सक्नुहुन्छ भाइ होइन म हेर्दिनँ तिमीले भने मात्रै खाने भाइ होइन म त हेर्दिनँ भाइ म हेर्दिनँ तर किन अब हामी चाहिँ यहाँ केही भाइले अलिक मिठो शब्द भन्ने मात्रै खान्छौँ म त हेलो गाइस सबैले सब्स्क्राइब गर्नु पर्यो ल अनि हाम्रो स्कुलमा खाना आउनु पर्यो है त ल भाइ कहिलेसम्म ए आजसम्म त हो अनि आज सबैले सब्स्क्राइब हान्नु ल सबैले सब्स्क्राइब गर्नु पर्यो भन्नु न त ये गर्दै ल फेरि ल अरूलाई दिनले अब छैन अब चाहिँ हाम्रो पोइन्ट अफ भ्यूमा चाहिँ अब अलिकति अब सबै ठिकठाकै लाग्यो है अब हजुरहरू पनि यसो अब हाई स्कुलतिर पढ्न आउनु होला किनकि अलिकति दामी हुँदैछ कि है कलेजको मान्छेलाई कसलाई थाहा छैन पत्तरहरू सुतेर बसिरहेको होला हेरेर होला सुतेर हाम्रो त बिहान कुरेर बसिरहेको छ यहाँ यस्तो ज्ञानहरू रहेछ क्या त्यहाँदेखि हुन्छ यहाँको रेट 6.5 हेर यहाँको हेर ल यहाँको हाम्रो पोइन्ट अफ भ्यूमा यहाँको रेट चाहिँ एभरेज छ केटा एभरेज हो अनि यता पनि एभरेज नै हो यहाँको नि एभरेज नै एभरेज हो अनि त्यही ए भाइ म तिमीहरू गयो भने त्यही बस्यो होइन म एउटा डायलग मात्रै भने है मोमो फ्रीमा भन्नु भाइ कसम भाइ मान्छे है भाइ ल्याएन भने भाइ मलाई कुकुर भन के भाइ अच्छी हुने उता एक्सप्लोर गर्नु पनि हुन्छ हामी अब उता बाहिर उता बाहिर एक्सप्लोर गर्नु पनि हुन्छ अब त्यहाँ अब खानपिन सक्यो अब हामी एक्सप्लोर गर्न जान्छौँ केटा त्यहाँ अब त हामी सुरु गरेर ल अब चाहिँ हामी जानु पर्ने हुन्छ त्यहाँ अब एक्सप्लोर गर्न हामी चाहिँ अलिकति भिआइपी होला नि के त अब हामी चाहिँ यताको एक्सप्लोर गर्ने हैन
देऊ न यतातिर अहिले चाहिँ यताको भ्यू चाहिँ अब ठिकठाकै छ है हामी छिर्न पाइन्छ हैन अब सबले देख्नु पर्यो कि हामीले अब हामी के डाइरेक्ट छिर्दा हुन्छ त्यही त हामी अब डाइरेक्ट छिर्दा हुन्छ नि कि लाइन बस्नुपर्छ अब उताबाट खाली भएर जाऊ न फेरि नेम मिच्यो भन्छ नि फेरि हामी यही अब देऊ न अब हामी चाहिँ अब एक्सप्लोर गर्न जाँदैछौँ केटा है अब अलिक बिस्तारै देखाउ अनि हामी त एउटा चिज मिस गऱ्यौँ कि यहीँबाट रहेछ त हामी कहाँ गएर वाउ कति राम्रो होइन त्यसरी होइन क्या दोष दोष पर्यो हामी पछि आउँछ पहिला हामी पछि जाऊँ स्कुललाई हेर्न दिने यसो चलाएर पनि देखाउनु न हामीलाई नि खाली चलाइदियो पनि देखेको ती खेप मतलब यो के कसो हो मतलब होइन यो माइक त्यो अनि अब्जेक्टहरुले प्रेस गर्नको लागि युज गरिन्छ यो हाम्रो पास्कलको लमा बेस्ड हाइड्रोलिक लिफ्ट समाधान अनि त्यो चाहिँ हाम्रो पास्कलको लमा बेस्ड प्रोटोटाइप अफ हाइड्रोलिक क्रेन हो अनि यसले पनि पास्कलकै ललाई बेस बनाएर चाहिँ फंक्सन देखाउँछ दामी युज टु लिफ्ट हेभी अब्जेक्ट्स अगर दामी छ है अब यतिको हुनुपर्छ अब यिनीहरू अब के रे बनाउँछ अब बुझ्यो ल दामी छ त्यही पनि ल दामी छ केटा अब चाहिँ हामी अब आउँदिन कति नम्बर रेटेड अब यसको रेट दिँदाखेरि चाहिँ होइन मलाई अब दामीलाई तर पनि अब हामीले यो प्र्याक्टिकली रूपमा लिग्यो होइन यो रियलमा चाहिँ यो कस्तो हुन्छ यो रियल तपाईहरुले देख्नु भएको छ होला त्यो हुन्छ नि अब्जेक्टहरुलाई हजुर जुन हामीले हातले हाम्रो फोर्स पर्सनल फोर्स लगाएर चाहिँ हामीले कम्प्रेस गर्न सक्दैनौ यसमा हामीले हाइड्रोलिकले प्रेस गर्छ त्यसलाई चाहिँ हाइड्रोलिक प्रेस भन्छ त्यो तपाईहरुले देख्नु भएको छ ल हस् थ्यांक यू ल यसको अब हाम्रो पोइन्ट अफ भ्यूमा रेट दिँदा चाहिँ केटा होइन 10 मा सबैलाई हामीले 10 मै दिएछौँ न 10 मा 7 चाहिँ पाउँछ केटा होइन ल त्यही न अब चाहिँ हामी अब अर्कोतिर बढौँ धेरै देखाइदियो केटा आवर फ्युचर देखाउनु हाम्रो यो केही चलाएर देखाउन मिल्छ होइन ल भन त एकजनाले एक्सप्लेन गर न त मिल्छ यो सारा साइडमा राख्नु त हाम्रो यहीबाट स्टार्ट गरौँ न त म यो त योबाट स्टार्ट गरौँ यो चाहिँ हाम्रो आवर फ्युचर भन्ने चाहिँ यसको टपिक रहेको छ हजुर अनि अहिलेको वर्तमान समयमा चाहिँ विभिन्न यो फ्याक्ट्रीहरू इन्डस्ट्रिजहरूले निकाल्ने एयरबाट चाहिँ वातावरणको प्रदूषण भइरहेको छ अनि त्यो प्रदूषणलाई चाहिँ नियन्त्रण रोकथाम गरेन भने हाम्रो फ्युचरमा चाहिँ ग्लोबल वार्मिङ बढेर क्लाइमेट चेन्ज भएर यस्तो हुन सक्छ भने यदि हामीले त्यसलाई समाधान गर्यौं भने चाहिँ हाम्रो फ्युचर ब्राइट ग्रीन र स्वस्थ बन्न सक्छ जसको लागि चाहिँ हामीले यो मोडल बनाएका छौं जसले चाहिँ इन्डस्ट्रिजबाट निस्किने कार्बन एयर तथा अन्य हार्मफुल ग्यासेसहरूलाई चाहिँ प्युरिफाई गरेर यहाँबाट प्युरिफाई गरेर क्लिन एयर निकाल्छ अनि त्यस्तै अनि यहाँबाट वेस्ट वाटरहरूको पनि हामीले प्युरिफिकेसन गरेर स्कुल तथा हस्पिटलहरुमा तथा अन्य ठाउँमा युज गर्न सक्छौं अनि त्यसको लागि चाहिँ हामीले रिन्युएबल सोर्सेस को जस्तै सोलरबाट इलेक्ट्रिसिटी पनि निकालेका छौं र अनि विन्डबाट पनि इलेक्ट्रिसिटी निकालेर एउटा स्वस्थ फ्युचरको परिकल्पना गरेका छौं। हस् धन्यवाद। अनि यो मिसिनहरु चल्छ यिनीहरु चल्छ एकचोटि चलाएर देऊ न यो चल्छ भन्ने देखाउन मिल्छ हावा चल्छ यहाँनिर यो धुवा अब यस्तो आइरहेछ नि अब यो फ्यानबाट खोलेपछि चाहिँ यो धुवालाई चाहिँ यसले कलेक्ट गर्छ अनि यता अब यहाँ आएर चाहिँ प्युरिफिकेसन हुन्छ अनि यताबाट चाहिँ सफा हावा निस्किन्छ। यो धुवा यता जान्छ जाँदैन यतै गइरहेछ यसले कलेक्ट गरेर यता पठाइरहेको छ। दामी छ मतलब अब अबको फ्युचर मतलब अब हामीले राम्रो गर्नुपर्छ किनकि यस्तै यस्तै कुराहरू नयाँ नयाँ अपडेटहरू हुँदा भने हाम्रो समाज पनि अब यो नेपालमा सबै ठाउँमा राम्रो हुन्छ भनौँ न होइन। अब यसमा हाम्रो रेटिङ चाहिँ मतलब 10 मा 8 चाहिँ जान्छ केटा है किनकि यो अलिकति नयाँ चिज हो नि त अलिकति बवाल छ यो
त्यही नै हो अब धन्यवाद है यसको लागि राम्रो छ सरलाई अब यसको रेट चाहिँ केटा हामी 10 आउट अफ 8 दिन्छ भाइ केटा होला धन्यवाद केटा हामी चाहिँ अब अहिले अब यो केटा हेर अब चाहिँ अब हामी यो त्यो भाइ गर्न सोधिरहेको छ त्यो भाइले बस यो चाहिँ हामी कुन स्कुलबाट हो हामी श्री कल्याणी देवी माध्यमिक विद्यालय अनि यो चाहिँ यो चाहिँ पास्कलको नियममा चाहिँ आधारित छ होइन हजुर। अब कुनै पनि बन्द भाडोमा रहेको तरलाई चाहिँ एउटा पोइन्टबाट चाहिँ प्रेसर दियो भने त्यो प्रेसर चाहिँ समान रूपमा सबैतिर फैलिन्छ भनेर देखाउन खोजिएको हो होइन अनि यहाँ चाहिँ एउटा डोजरको सानो मोडल युज गरिएको छ यहाँ चाहिँ पानी युज गरिएको छ तर साँच्चीकै डोजरमा चाहिँ हाइड्रोलिक ओइल हुन्छ त्यो ओइल युज गरिन्छ त्यसमा चाहिँ किन पानी युज गरिँदैन भन्दाखेरि यो पानीले चाहिँ अलिक फ्रिक्सन बढी हुन्छ पानीमा चाहिँ अनि त्यो हाइड्रोलिक ओइल युज गर्दाखेरि चाहिँ फ्रिक्सन घट्ने भएकाले चाहिँ हाइड्रोलिक युज गरिएको होइन अनि यहाँनिर चाहिँ यो सानो मोडल चाहिँ मैले बनाएको यता फोकस करो यो दामी छ होइन अब त्यही नै हो यसमा चाहिँ अब हामी यो पनि हेरौँ न त यो पनि होइन एकचोटि आएपछि तपाईँको पोइन्ट मिल भयो भने यसले चाहिँ के हुन्छ भने तपाईँको यहाँनिर त अब बढी छैन नि त हामीसँग हावा पनि छैन पानीको नि बढी प्रेसर छैन तर यसलाई चाहिँ बढी पानीको प्रेसर अथवा हावाको प्रेसर बढी भयो भने चाहिँ अनि यो चाहिँ यो घुमेपछि चाहिँ अनि यहाँ बल चाहिँ यसको चाहिँ टर्बाइन घुमेर चाहिँ यसबाट निस्केको इनर्जीले चाहिँ हामीले अनि यहाँनिर लाइट बाल्न सक्छौँ तर अहिले पनि हामीसँग हावा अथवा पानीको बढी प्रेसर नभएको पनि हामीले अलिअलि बलेको देख्न सक्छौँ यता होइन यहाँनिर बलिरहेको छ यसरी हातमा देखियो होइन तर यसको लागि चाहिँ हामीले अझ सहज बुझाउनको लागि चाहिँ यतापट्टि जस्तै अब यो हावाको प्रेसर बढी आयो होइन अनि यो घुम्यो अब यसबाट निक्लेको चाहिँ इनर्जी चाहिँ यतापट्टि यो इनर्जीले चाहिँ यो बलेको हो भनेर चाहिँ देखाउनको लागि चाहिँ यसमा चाहिँ तर ब्याट्री युज भएको छ ब्याट्रीले मोटर प्र्याक्टिकल रूपमा चाहिँ हावा चाहियो त्यही हो हावाको बढी त्यो चाहिँ यो भन्नुभएको त्यो मानव मुटु हो यसमा चाहिँ हाम्रो मानव मुटु शुद्ध दुवै रगत हुन्छ नि त त्यो चाहिँ अनि हाम्रो बुक्समा गएर शुद्ध हुने हो त्यसैको प्रक्रियालाई हामी यसमा चाहिँ सिरिन्जमा जुन पानी भरिएको छ नि त्यो चाहिँ फुलको रसले चाहिँ रातो भनेको चाहिँ हाम्रो शरीरको शुद्ध रगत हो निलो भनेको चाहिँ हाम्रो शरीरमा भएको अशुद्ध रगत हो हाम्रो शरीरमा छातीभन्दा माथिल्लोपट्टि भागबाट चाहिँ सुपेरियर भेनिकाबाट अशुद्ध रगत हाम्रो मुटुमा आउँछ छातीभन्दा तलतिरको भागबाट चाहिँ इन्फेरियर भेनिकाबाट हाम्रो मुटुमा अशुद्ध रगत आउँछ मुटुको राइट अरिकल राइट भेन्ट्रिकलमा अशुद्ध रगत जब जम्मा हुन्छ नि त्यसबाट पल्मोनरी भेन हुँदै हाम्रो फोक्सोमा शुद्ध हुनको लागि रगत जान्छ यसमा चाहिँ विभिन्न प्रक्रियामा जब रगत शुद्ध हुन्छ नि जस्तो हामीले यहाँ अशुद्ध रगत पठायौँ यो अशुद्ध रगत अहिले मैले भनेको छ यसरी यसमा आयो यहाँ चाहिँ विभिन्न प्रक्रियामा छ त्यो जुन रगत शुद्धिकरण हुन्छ नि त्यसपछि फेरि यो फोक्सोबाट नै फेरि मुटुमै आउँछ शुद्धिकरण भएपछि जस्तो यो चाहिँ हाम्रो शुद्ध भयो नि जब रगत तब हामीले मुटुले शुद्ध रगत तान्यो अब मुटुले शुद्ध रगत तानेपछि हाम्रो लेफ्ट अरिकल र लेफ्ट भेन्ट्रिकलमा शुद्ध रगत जम्मा हुन्छ र शरीरको अन्य भागहरूमा त्यो रगत चाहिँ अब प्रसारण गर्नलाई जब ठिक भयो मिल्ने हुन्छ नि अनि विभिन्न भागबाट एउटाहरू भागबाट त्यो रगत अनि शरीरको विभिन्न भागहरूमा जान्छ त्यसैलाई यसमा देखाउन खोजेको हस् त धन्यवाद है त ल केटा चाहिँ है अब चाहिँ यो सब देखिदिदैन देख्छ पेरिस्कोप यताबाट देखाउ त मिल्छ होला बा त्यो नै केटा है अब चाहिँ हाम्रो के अरे अब यसको रेट चाहिँ 10 आउट अफ कति लाग्छ तिमीहरूलाई 6 कति आफ्नो अपोनेन्टमा भन न तिमी भन तिमी मेरो ओपिनियन चाहिँ 10 आउट अफ 8 छ यसको है एकदम राम्रो लाग्यो किनकि यिनीहरू केटा है यो प्र्याक्टिकल रूपमा यो एकदम राम्रो हुन्छ केटा है जस हामीले चाहिँ अहिले यो
हजुर यो के अरे अब चाहिँ हाम्रो यो भनौँ न रेट दिउँ न केटा होइन 10 आउट अफ 8 धन्यवाद है त ल हस् राम्रोसँग ल सो युट्युबतिर नै हेरिदिनु न है तपाईँहरूको आउँछ इन्टरभ्यूहरू भनेको छ मेरो हस् त धन्यवाद अब चाहिँ हाम्रो अलिकति केही नयाँ युनिक चिज देख्यो क्या हामीले होइन इलेक्ट्रिक साइकल यो तर के राम्रै बनाउनु पर्छ क्या यसो इलेक्ट्रिक साइकल कुदाउनु त एकछिन मिल्छ स्टार्ट भएन ए एकदम बवाल छ अब भोलि आज बेलुका अब सबैको यसो इन्टरभ्यू टाइपको लिइरहेको मतलब अलि राम्रोसँग एक्सप्लोर गर्दैछौँ त्यही न हजुर सबै चिजहरू हामी कसैको मिस गरेको छैन खाए पनि खाएको होइन त्यसपछि आएर यो स्टलहरु सबैको हजुर अनि त्यसपछि आएर सबैको उतापटिको सबैको गरेछ हामी त्यहाँबाट हजुर त्यो पनि काम गर्छ कसरी सेटअप गर्ने छ के गर्ने छ सबै कुरा हेर्छ हस् अझै अब चाहिँ हामी कता जानुपर्ने हुन्छ भने अब यता पुरै प्याक छ तर पनि हामी छिर्छौँ है अब अलिकति हामी यसो हेर्न पाऊँ अलिकति इन्टरभ्यू लिन पाऊँ केटा है त्यही नै हो अहिलेको यसो पुरा कहानी चाहिँ तर यो अघि नै देखायो हामीले देखायो यहाँ बल्ल आइबिरहेको मान्छे अब तिमी सोध्दै न म त कस्तो अब अल्छी लाग्यो हल्का साइडहरु मिल्छ भाइ ल के अरे हामी यसो यो चाहिँ के हो यसो बुझाइदिनु होइन यो कुन स्कुलबाट हो हामीहरू श्री क्षेत्रपाल माध्यमिक विद्यालय अनि यो चाहिँ इन्डस्ट्री पोल्युसनको एउटा मोडल हो हजुर भन्नु कन्टिन्यू So this is a kind of industry or a kind of factory. Factory में विभिन्न सामानहरू बन्ने क्रममा यसबाट धेरै पोल्युसनहरू पनि बढेको छ हामी यहाँ प्रत्यक्ष रूपमा हेर्न पनि सक्छौं यो हाम्रो इन्भाइरोमेन्ट निकै पोल्युटेड भएको छ अनि हाम्रो मेन थीम चाहिँ इन्भाइरोमेन्टल पोल्युसन एन्ड इट्स सोल्युसन हो हामीले यसमा चाहिँ मुख्य चाहिँ यसलाई प्रब्लमका रूपमा हेरेका छौं र बाँकी चाहिँ सोल्युसनका रूपमा हेरेका छौं जस्तै कि ग्रीन हाउस कार्बन प्युरिफिकेसन एन्ड रिमोट कन्ट्रोल वाटर क्लिनिङ बोर्ड जसले चाहिँ प्र्याक्टिकल रूपमा मात्र हैन अब हामी सोल्युसन त्यो हेर्न त के है अब सरी सोल्युसन चाहिँ यसो हेर्दिउँ न त के कसो छ अब प्र्याक्टिकली रूपमा So this is the greenhouse and there is natural greenhouse हैन अनि यसले चाहिँ के काम गर्छ भने यो चाहिँ आर्टिफिशियल ग्रीनहाउस हो यसले चाहिँ कृषि क्षेत्रमा चाहिँ धेरै मद्दत पुर्याउँछ फलफुलहरू उत्पादन बेमौसमी फलफुलहरू तरकारीहरू फलाउन मद्दत गर्दछ अनि जुन हाम्रो पृथ्वीमा जुन लाइटहरू हुन्छ नि जुन लाइटहरू यहाँ पर्दछ त्यो चाहिँ थोरै कुनै वस्तु जमिनमा ठोकेर थोरै मात्रामा चाहिँ जान सक्छ अनि धेरै मात्रामा चाहिँ यही रहन्छ किनभने फ्याक्ट्री इन्डस्ट्रीबाट निस्केको पोल्युसनहरूले गर्दा चाहिँ ओजन तफात लिँदै गएको छ त्यसभित्रको प्लान्टलाई चाहिँ इम्प्याक्ट नपरोस् इम्प्याक्ट पर्दैन अनि यो नेचुरल ग्रिन हाउस इफेक्टले चाहिँ के हाम्रो पृथ्वीमा चाहिँ धेरै असरहरू पुर्याइरहेको हुन्छ जस्तै लाइक हिउँहरू पग्लिन्छ होइन अनि सी ओसनहरूको पानीको मात्रा बढाउँछ जसले गर्दा त्यसको छेउछाउमा रहेको स्थानहरू चाहिँ डुबानमा पर्न सक्छ अनि नेचुरल ग्रिन हाउसले चाहिँ थोरै मात्रामा कृषि क्षेत्रलाई पनि असहज पुर्याउँछ लाइक अनि यो चाहिँ के जस्ट लाइक सन एक्जाम्पल यो सनलाइट हो हैन अनि यो सनलाइटबाट प्रकाशहरू भित्र जान्छ अनि यसलाई खाना बनाउन मद्दत गर्छ बिरुवालाई ए असला धन्यवाद अनि यो चाहिँ दिस इज द कार्बन प्युरिफिकेसन एन्ड उता अघि भएर है कहाँ हेरि छैन उता त्यहाँ भने उता यो कार्बन प्युरिफिकेसन हो यसले चाहिँ इन्डस्ट्री र फ्याक्ट्रीबाट निस्केको धुलो धुवाहरूलाई चाहिँ छान्ने काम गर्दछ अनि यहाँ चाहिँ प्रोपेलर छ हैन यो प्रोपेलरले चाहिँ त्यो जुन धुलो धुवाहरू छ नि त्यसले चाहिँ यता पुर्याउन मद्दत गर्दछ अनि यो चाहिँ कार्बन डाइअक्साइड ग्याससँग एब्जर्ब गर्छ यहाँ चाहिँ कार्बन र विद्युत रहेको छ यहाँ चाहिँ मेन प्युरिफाई हुन्छ अनि मेन काम चाहिँ यही हुन्छ अनि यहाँ प्युरिफाई भएर यहाँको प्रोपेलरले यहाँबाट स्वच्छ धुवा निस्किन्छ तर अघि त्यो थिएन अलिकति युनिक रहेछ
हस् धन्यवाद। अब अलिकति उता जाउँ हामी। यो सबै एउटा होइन, यो सबै एउटै स्कुलको। अब अलि ल हामीलाई अब यो के हो यसो एक्सप्लेन गर नि त केटा है। कहिले केटा एक्सपोर्ट आउँदैछ पौडी खेल्नु मिल्छ क्या यो यसो एक्सप्लेन गर्छ नि त बहिनी यो है के कसो। यो चाहिँ रिमोट कन्ट्रोल रिभर वाटर क्लिनिङ बोर्ड हो। यसमा चाहिँ हामीले दुईवटा मोटरले चाहिँ टायर सञ्चालन गरेको छौँ भने दुईवटा मोटरबाट आएको विद्युतले चाहिँ यो भित्र रहेको पाइपलाई सञ्चालन गर्छ र त्यसका साथसाथै प्लास्टिकलाई सञ्चालन गर्छ। यसलाई चाहिँ कन्भेयर बेल्ट भनिन्छ। यसले चाहिँ नदी तथा खोला नालामा भएका प्लास्टिक जन्य वस्तुहरू तैरिने वस्तुहरूलाई चाहिँ तान्छ र कन्टेनरमा जम्मा गर्छ। कन्टेनर फुल भएपछि चाहिँ हामीले यसमा रहेको फोहोरहरूलाई चाहिँ छानेर पुनः प्रयोग गर्न सक्नेले चाहिँ पुनः प्रयोग गर्ने र पुनः प्रयोग गर्न नसक्ने चाहिँ कुनै पनि ठाउँमा लगेर कुनै पनि स्थानमा लगेर जम्मा गर्ने वा सङ्कलन गर्न सकिन्छ। यसबाट चाहिँ जलहरू स्वच्छ हुन्छ। पानीमा रहने सजीवहरू वा जीवहरूलाई चाहिँ बाँच्न सजिलो हुन्छ। कुनै पनि समस्याहरू आउँदैन। अहिले चाहिँ नेपालको कुनै पनि ठाउँहरूमा दुर्गम ठाउँहरूमा चाहिँ दूषित पानीहरू खाने गरेका छन्। विभिन्न प्लास्टिक जन्य वस्तुहरू रहेको पानीहरू उनीहरूले फिल्टर नगरिकन खाने गरेका छन्। त्यसको समस्याको समाधानको लागि हामीले यो मोडल तयार पारेको हो। यो मोडल चाहिँ त्यो दुर्गम ठाउँमा लगेर प्रयोग गर्यो भने यो पानीमा तैरेर यसको पानी भएको फोहोरहरू सबै ल्यायो हैन। पानीमा तैरिने फोहोरहरू प्लास्टिकहरू चाहिँ यसले तानेर कन्टेनरमा जम्मा गर्छ। लगेर यो चाहिँ एकदम युनिक लाग्यो तर पनि यो चाहिने पनि हो हैन। अझ पनि यो जसले अहिले चाहिँ प्र्याक्टिकली रूपमा देखाएर तर पनि अझ यो रियलमा छैन नि हैन। यो जसले प्र्याक्टिकल रूपमा हो जो सबैलाई रियलमा झिकाल्यो भने त एकदम राम्रो हुन्छ। किनकि यो खोला नालाहरूमा जस्तै हाम्रो इक्जाम्पलको लागि पोखरा लिगौँ हैन। पोखरामा नि मतलब त्यस्तो नराम्रो देखिए पनि मतलब त्यहाँभित्रतिर फोहोरहरू चाहिँ धेरै छ। यो यस्तो प्लास्टिकहरू त्यसको लागि चाहिँ यो सोल्युसन चाहिँ एकदम बवाल हो केटा। यो के अरे रिभ्यू चाहिँ यसको 10 आउट अफ मलाई चाहिँ यो चाहिँ अलिक युनिक लाग्यो भएर अहिलेसम्म यदि रिभ्यू कहिले पनि पाएको छैन। 10 आउट अफ 9 नै दिए केटा है। अरूमा 7 8 पाइरहेको थियो तर पनि यो चिज चाहिँ अलिकति युनिक लाग्यो भएर केटा होला। त्यही न धन्यवाद है सर है। हस् त हस् घलेब्रोले कति नबुझेको आज बुझिरह है पुरा। अब जे जसो भयो नि केटा है। अब अलिकति युनिक लागिसक्यो। अब हामी अलिकति उल्टा आएछौँ। उल्टा आएछ त हामी अब त्यहाँबाट हेरौँ न त यसमा धेरै राम्रो रहेछ ल उता सम्म। एउटा पेन देन है। पेन चाहियो क्या छैन नि दोस्त पार्टनर पुकारसँग होला नि। ओ पार्टनर त्यसलाई भन्नु पुकार ओ पुकार। घलेब्रोले चाहिँ कहिले नबुझेको कुरा आज बुझिरहेको छ। तर मैले यो रिल्सतिर देखेको थिएँ क्या। तर म त्यसरी पनि बवाल लागेको छु। तर पनि त्यो चाहिँ अलिकति प्र्याक्टिकल रूपमा चाहिँ इन्डिया मात्र नेपालमा होइन केटा त्यो फेरि नेपालमा त केटा बनाए मात्र हो नचाउन सोच्ने मात्र हो केटा। प्र्याक्टिकलमा चाहिँ अलिकति गाह्रो छ। त्यो मल त भन्नुहोस् होला त्यही भएर मैले यसरी कभर मात्रै दियो मलाई। कभर मात्रै लुका हुन्छ क्या। किनकि पेन चाहियो क्या एउटा। म बिहान हो कि उसले ल्याउनु लाग्छ क्या छिटो बस्नु आएर एकछिन गयौँ भयो क्या। यहाँ पनि घाम त लागिरहन्छ। घले चोर हजुर के म पत्रकार बन्दिनँ दोस्त। घले सिधाउ न यहाँ रिभ्यू हान्नु परेन। हामी बिस्तारै आउँछन् क्या दोस्त। पेन आइछन् हाम्रो। मलाई घर जान हतार भइसक्यो। विनिट पेन पार्टनरलाई भन्दियो भने डाटा जोन अरे सिनेमेटिक मोडमा गएर होइन। केटा त्यो न अब चाहिँ हामी अब अलिकति युनिक टाइपमै आइपुग्यौँ है। मैले अब अरूले एक्सप्लेन नगरिकन अलिकति बुझ्ने टाइप चाहिँ के भने होइन। अलिकति मैले एक्सप्लेन नगरिकन अलिकति बुझ्ने टाइप चाहिँ के भन नि दोस्त। यो अलिकति कृषिकै टाइपको होला सायद मलाई जहाँसम्म लाग्छ।
ब्रो एक्सप्लेन गर्दैन तिमीले ल यसो ल तिमी एक ट्याप तिमी आफै लगाऊ ल म हातमा के समाइरहनु एक ठाउँमा ट्याप लगाउन ठिक छ ल ठिक छ ल अब फटाफट भनायो के कसो यसो हामीले जानकारी यसो दियो न लाइन अलि छ एकछिनपछि आउनुहुन्छ कि सजिलो हुन्छ हामीलाई के दिन अहिले यसो भनेको मेरो नि अलिकति टाइम छ मैले बुझेँ छैन दाइ यो लामो छ नि त नि भन्नुपर्छ मलाई धेरै भन्नु पर्दैन के तिमीले 2-3 मिनेट दियो म रिभ्यू दिन्छु म गइहाल्छु ओके ल हजुर सोध्नु भन न ल तिम्रो नाम ओके नमस्कार मेरो नाम विश्व संस्कार म सिनेली माध्यमिक विद्यालयबाट पञ्चायत 1 नुवाकोटबाट आएको हो हजुर हजुर अब हजुर प्रश्न सोध्नुहोस् मतलब अनि यो के अलिकति यो कस्तो टाइपको हो के कसो हाम्रो दिगो हजुर दिगो खेती प्रणाली जसले चाहिँ हाम्रो सर्ट टर्म नभए लङ टर्मको लागि खेती कसरी गर्ने र सँगसँगै हाम्रो किसानको जीवन र वातावरणमा कसरी राम्रो गर्ने भन्ने हिसाबले बनाएको छ यो अलिकति एग्रिकल्चर टाइपको हैन अलिकति कसरी गरिने त्यो टाइपको अलिकति के हुन्छ भन्दाखेरि हाम्रो जुन यो घर छ नि यो किसानको घर मानौ हजुरलाई किसान घरमा दुई थरी फोर निक्लिन्छ कुनै खाना पकाउँदा या केही लिएर आउँदा एउटा कुइने फोर एउटा नकुइने फोर उसले कुइने फोर चाहिँ हामीले के गर्छ भन्दाखेरि भर्मी कम्पोस्ट बनाउँछ जुन यो घरबाट निक्लेको तितो पिरो अमिलो पिरो चिटो टर्रो पिरो अमिलो आदि इत्यादिलाई चाहिँ हामीहरू झोलमल बनाई कीटनाशकको रूपमा प्रयोग गर्न सक्छौँ यसले गर्दा हाम्रो वातावरण राम्रो भयो र सँगसँगै हामीलाई पनि राम्रो भयो जुन कीटनाशक किन्ने विषादी किन्न पनि औषधि छ पैसा लाग्छ त्यो हामीलाई लागेन त्यसको लगानी हामी छुट्टै अरू ठाउँमा लगाउन सक्छौँ सर यति हैन अनि त्यो यो जुन छ नि जुन यो घरबाट निस्केको दुई थरी फोर भनेको हजुर हजुर जुन फोरमा चाहिँ एउटा कुइने छ अर्को नकुइने फोरहरू चाहिँ अहिले साधारण के भइरहेछ भन्दाखेरि हाम्रो नकुइने फोरहरू अस्तव्यस्त यसरी फालिएको छ र यो हानिकारक ग्यासहरू चाहिँ यतिकै छोडेको छ यसमा चाहिँ हामी त्यस्तो गर्दैनौँ जुन यो निक्लेको फोरहरू छ यहाँ ल्याइ बाली त्यसमा निक्लेको प्रकाशलाई चाहिँ हामीहरू विद्युत इनर्जीमा परिणत गरी यसलाई चाहिँ हामीहरू जुन हाम्रो यसमा बाल्दैन यहाँ त धुवा निक्लिन्छ यो धुवालाई चाहिँ हामीहरू यहाँ प्रोपेलरमा तानी अनि यहाँ जुन यहाँ कार्बन एब्जर्बर छ यसमा एब्जर्ब गरी 50 देखि 60% एब्जर्ब गरी र बाँकी छोडिन्छ 100% हानिकारक हावा छोड्नु भन्दा त केही हदसम्म कम गरेर अलिकति कम गरेर अझ राम्रो हुन्छ हैन त्यसले गर्दा है अब यो चाहिँ अलिकति ठिकै टाइपले लाग्यो किनकि अब हाम्रो रेट चाहिँ 10 आउट अफ 7 है अलिकति ठिकै छ किन युनिकै छ भनौँ न अलिकति अलि देखेछ अरूको भन्दा अलिकति युनिक टाइपको छ भनौँ न हैन जसले चाहिँ अलिकति एग्रिकल्चरमा अलिकति हेल्प गर्छ एग्रिकल्चर क्षेत्रमा एग्रिकल्चर नभइकिन वातावरण जस अहिले यो पोल्युसन छ नि त केटा है जहाँ पनि अब कुनै कुनै टाइममा त हाम्रो के अरे आगो लागि टाइममा त हाम्रो स्कुलहरू नि बिदा दिनु पर्ने हुन्छ त किनकि त्यसले आइसको प्रब्लम मतलब आँखामा प्रब्लमहरू गर्छ नि त त्यही भएर अलिकति त्यो पनि ठिक हो तर पनि हाम्रो रेटिङ भने चाहिँ 10 आउट अफ 7 है त्यो केटा ल दाजु ल भिडियो राम्रो लाग्यो है त त्यो निकाल्नु ल त ल सो अब चाहिँ अलिकति 1 घण्टा भन्दा नि बढी लाग्छ कि जस्तो लाग्यो है अलिकति एक्सप्लोर गर्न चाहिँ अब त्यही जब सबैले रेटिङ अब हेर न मान्छेहरू कति आइरहेछ हैन बस सबैले बुझ्नुपर्छ जान्नुपर्छ हैन यो कुराहरू पनि अब अलिकति भन्न त अब मलाई अलिकति कस्तो सोध्दा कस्तो लागिसक्यो एउटै कुरा 2-3 चोटि पनि देखिरह नि त अन्त अलिकति सोधेपछि सबैको अलिक युनिक हुनु पर्यो हैन 10 आउट अफ 10 चाहिँ कसले पाछ नै केटा अहिलेसम्म फेरि एउटाले 9 पा एउटाले 9 अगर 10 सिधै न त हामी हैन यो के कसो छ यो त अघि भर्खर देखेँ जस्तो लाग्यो यार यो वाटर प्युरिफाई गर्ने हो क्या हेर्नु न ल तिमी सोध्ने मान्छे जाऊ तिमी जाऊ के सोध्ने र म अघि भर्खर सोधेँ नि त जे भयो नि त मलाई अलिकति एउटा कुरा वाटर प्युरिफिकेसन अघि गरेर आयो अघि भर गरेर सोध्छौँ अलिकति युनिक टाइप देख्नु पऱ्यो कि अलिकति युनिक यो अगाडि देखेँ कि अघि भरेर क्या अब चाहिँ हामीले शुभ नाम हजुर अधिकारी अनि हजुरको बसाइ मेरो बसाइ त यही हो म यही बस्छु त्रिशुलीमा हाम्रो सर साइन्स एन्ड टेक्नोलोजी साइन्स केमिस्ट्री धन्यवाद ओन्ली फर 12 क्लास हाम्रो लागि हैन फेरिमा कता छिर्यो छिर्ने ठाउँै पाएको छैन यार मैले कसरी छिर्ने तर यो भने अघि भर्खर हेरेर आयो तर पनि अघि भर्खर हेरेर एउटा कुरा दोहोऱ्यायो भने किनकि अलिकति उस हुन्छ क्या
अब हामीले के हो के कसो हो यसो एक्सप्लेन गर्छ नि त बहिनी है यो चाहिँ यसो हेर खात दिस इज अ सोलर ड्रायर भनेको फलफुल तरकारी तथा अन्य खाद्य वस्तुहरूलाई घामको शक्ति प्रयोग गरी सुकाउने सजिलोसँग सुकाउने सरल र प्रभावकारी र स्वस्थकर तरिका हो। यसमा खानेकुरा चाँडो सुकेकाले समयको बचत हुन्छ र खानेकुरा प्रदूषित हुनबाट रोकिन्छ। यसमा आफ्नो घरको खाद्य वस्तुहरूलाई राखेर सुरक्षित ढङ्गले सुकाउन पनि सकिन्छ। यसो कति टाइममा सुक्छ यसमा हाल्यो भने यसमा राख्यो भने यसमा यो घाममा सुकाउनु पर्छ। घामलाई सिधा यता घाम पनि ठाउँमा राख्यो भने लगभग लगभग 3-4 घण्टा भित्र सुक्छ। घाम परेन भने धेरै बेर लाग्न पनि सक्छ है। घाममा त कसले सुकाउँछ र नि फेरि हो त्यही हो के मेन कुरा। यसमा लुगा सुकाउनु मिल्छ मिल्दैन नि लुगा क्या सुकाउनु यत्रो यो त मोडल हो के लुगा सुकाउन यो अलिकति यो मोडल टाइपको मतलब यो प्र्याक्टिकलमा यो अलिकति मतलब अलि राम्रो हुन्छ होला ठुलो हुन्छ यो। यसमा यो इनोभेसन पनि गर्न मिल्छ यसमा। यसमा यो ढोका सोका हालेर राम्रो छिटिक्क सेन्सर्स हाम्रो यो खानेकुराहरू उसै हुनु भएन अलिकति हो यस्तै हो के हो त्यस्तै हो भने मतलब बुझेन भएन। यसमा खानेकुरा हाल्यो भने चाँडै सुक्छ भने चाँडै सुक्छ मतलब त्यो खानेकुरालाई केही चिजले के त अट्याक के कसो अट्याक के गर्नु नि यस्तो यो छोपिया छ अनि यो पोलले छ नि यो पोलबाट के हुन्छ नि यो पोलबाट छ नि हावा चिसो हावा यहाँबाट छित्र अनि यहाँबाट बाहिर हावा नि राम्रो हो केटा। तर पनि यो प्र्याक्टिकल रूपमा चाहिँ सबै चिज राम्रो हुन्छ। तर पनि यो अब यो अलिकति रियलमै गर्न पाए हुन्छ अलि राम्रो। रियलमै हुन्छ यो रियलमै हो। त्यहाँ छौ कहीँ त्यहाँ छ कता मोबाइलमा हैन मोबाइलमा मतलब मैले हाम्रो अगाडि के रियलमै के मतलब नेपालमै कतातिर यादै कतातिर छैन भने के पनि हुँदैन। मलाई याद छैन त थाहा छैन। तर पनि राम्रो छ है। तर पनि राम्रो छ यो नि अहिलेसम्म हामीले युनिकै देखायो है वान पिस यो युनिक यो मतलब यो रियलमै गऱ्यो भने यो 9 क्लासको साइन्स बुक भित्र छ। यो 10 आउट अफ रेट चाहिँ 5 आई थिंक 5 ठीक छ। थ्यांक यू रचना तर अब जी हामी उता सर्नु पर्नुहुन्छ। अब के अब उ पहिला उसको नाम सुन्नुभयो हजुरको नाम? मेरो नाम सुमन बिका नि हजुर। मतलब हजुर चाहिँ कुन कलेज देखि? हामी स्कुलबाट हो देउराली माविबाट देव मेगाङ हजुर। मतलब कलेज त कलेजै हो। अनि हामीलाई के बुझाउने कसले तपाईले हो मतलब यो यसरी अर्दम न ल जस्तो हजुरलाई अप्ठ्यारो हुन्छ कि यसरी हाल्दिनु न यस्तो साइडमा यसरी कसरी हाल तिमी उतार जानु ल मतलब एक्सप्लेन गरिदिनु न त हजुरको नाम पहिला। नमस्कार मेरो नाम कुशल बिका हो हजुर। हामी चाहिँ मेगाङ गाउँपालिका र श्री देवाली सेकेन्डरी स्कुलको तर्फबाट नेतृत्व गरेर हामी यहाँ साइन्स प्रोजेक्टमा आएका छौँ हैन। हामीले यो प्रोजेक्टमा चाहिँ कन्भर्जन अफ एनर्जी र एयर प्युरिफिकेसन बनाएका छौँ। यता सुरुमा म यो पार्टको कुरा गर्न चाहन्छु। यसमा चाहिँ हामीले हिट र लाइट एनर्जीलाई इलेक्ट्रिक करेन्टमा परिणत गर्नेछौँ जुन यो स्प्लिट लाइटबाट हिट र लाइट एनर्जी प्रड्युस हुन्छ हैन। यो हिटिङ प्यानलको मद्दतबाट सिधै यो चाहिँ हिटिङ प्यानल हजुर। यो हिटिङ प्यानल यो हिटिङ प्यानल द्वारा इलेक्ट्रिक करेन्टमा परिणत हुन्छ हैन। अनि यो स्प्लिट ल्याम्प भित्र हामीले पेट्रोलियम पदार्थ हालेको हुन्छ हैन जुन एकदम धेरै फ्लेमेबल हुन्छ धेरै बल्छ हैन। अनि त्यसरी बोल्दाखेरि यसले हिट पनि एक्सेसिभ दिन्छ लाइट पनि एक्सेसिभ दिन्छ अनि साथसाथै यसले स्मोक पनि धेरै मात्रामा रिलिज गर्छ हैन हो। यसरी स्मोक रिलिज गर्दाखेरि यो इन्भाइरोमेन्टललाई एकदम हार्मफुल हुन्छ यो हाम्रो स्वास्थ्यको लागि पनि हार्मफुल हुन्छ हैन। हो त्यसकै प्रब्लम सल्भ गर्नको लागि हामीले यो एयर प्युरिफायर बनाएको हो हैन। यो सुरुमा चाहिँ हाम्रो यहाँ यो चिम्नी छ हैन जसको माध्यमबाट यो स्मोक कलेक्ट गर्छ अनि यो कलेक्ट मात्र भएर हुन्न यसलाई एब्जर्ब पनि गर्नु तान्नु पनि पर्यो नि हैन। त्यसको लागि हाम्रो यहाँ
भ्याक्युम छ यसले चाहिँ एब्जर्ब गर्ने काम गर्छ तान्ने काम गर्छ यसरी तानेको स्मोकलाई यहाँ लिएर रिलिज गर्छौँ यसरी अनि कता यो पाइपद्वारा रिलिज गर्छौँ यसरी रिलिज गर्छौँ होइन यसरी रिलिज गरिसकेपछि यो टर्बाइन देखिरहनु भएको छ यसले चाहिँ त्यो रिलिज भएको स्मोकलाई तान्छ फेरि तान्छ यसरी तानेपछि अब यहाँभित्र केमिकल बोन्ड रियाक्सन हुन जान्छ यो कार्बन रड छ नि होइन यो कार्बन रडमा हामीले जब इलेक्ट्रिक करेन्ट पास गर्छौँ होइन यसले आफ्नो रेन्ज र भोल्टेजको क्यापेसिटी अनुसार भोल्टको क्यापेसिटी अनुसार यसले कार्बन एब्जर्ब गर्छ क्या होइन कार्बन एब्जर्ब गर्छ यसरी कार्बन एब्जर्ब गरिसकेपछि त्यो पोल्युटेड एयरमा डस्ट मात्रै बाँकी बस्ने भयो होइन अनि त्यो डस्ट मात्रै बाँकी बस्ने भयो डस्ट मात्रै बाँकी बसेपछि अब यो लास्ट स्टेजमा चाहिँ यो कटनले त्यो डस्टलाई पनि एब्जर्ब गर्छ यसरी एब्जर्ब गरेपछि यो फुल्ली प्युरिफाइड भयो फुल्ली प्युरिफाइड भयो अनि यो सिटीको मेन सेन्टरमा राख्नुको कारण चाहिँ अब यो हाम्रो फ्याक्ट्री क्यान्टिनबाट पनि स्मोकहरू त निस्किन्छ नि होइन अनि यो भेहिकलहरूबाट नि हार्मफुल ग्यासेस भएको स्मोक निस्किन्छ हो त्यो स्मोकहरू यो दुईटै टर्बाइनले एब्जर्ब गरेर ती केमिकल बोन्ड रियाक्सन भएर यो फुल्ली प्युरिफाइड हुन्छ यति नै हो नि त हजुर के प्रश्न छ भाइ सोध्न सक्नुहुन्छ के कन्फ्युजन जस्तो त्यस्तो कन्फ्युजन त केही पनि छैन कि यो टर्बाइनले तान्छ स्मोक हजुर यहाँबाट यो दुईटै पंखाबाट यहाँबाट त फुल्ली प्युरिफाइड भएर रिलिज हुने हो त्यो रिलिज भइसक्यो अलि राम्रो छैन मतलब त्यसले अब केही हार्म गर्दैन मिल्दैन यो त यहाँ माथिबाट त फुल्ली प्युरिफाइड भएर केही छ मतलब अब अलिकति योबाट चाहिँ आउने होइन उस योबाट चाहिँ ब्ल्याक स्मोक आउँछ अनि यो ब्ल्याक स्मोक चाहिँ कहाँ जान्छ त यो ब्ल्याक स्मोक सिधै यो टर्बाइनले तान्छ सिधै टर्बाइनले तान्छ सिधै टर्बाइनले तान्छ सिधै टर्बाइनले यो स्मोक चाहिँ टर्बाइन खोज्दै जान्छ यो हामीले जब यो यसरी लग्छौँ नि होइन हो तब टर्बाइनले तान्छ क्या अब भ्याक्युम क्रिएट हुन्छ कि यहाँ स्मोक भनेको कार्बन डाइअक्साइड धेरै हुन्छ होइन स्मोक भनेको त्यसमा अब हानिकारक ग्यासहरू क्या जस्तै कार्बन डाइअक्साइड कार्बन डाइअक्साइड मात्रै होइन क्या कार्बन योहरू पनि हार्मफुल ग्यासेस त हो नि यो हामीले होइन सिधै इन्टेक गऱ्यो भने हाम्रो लङ्सलाई सिधै असर गर्छ यसले सिधै असर गर्छ हो यो प्रब्लमको समाधानको लागि एयर प्युरिफायर बनाएको अब यो कार्बनहरू नि यो भित्र एब्जर्ब भएपछि त्यो कार्बन निस्किन पाएन क्या सिधै प्युरिफाइड भयो क्या यति नै हो रिक्सकेर त्यो नै हाम्रो पोइन्ट अफ भ्यूमा चाहिँ रेट 10 आउट अफ 9 होला केटा है ठिकै छ है अहिले चाहिँ त्यही नै हो राम्रो लाग्यो इन्टरभ्यू लिएर राम्रो लाग्यो यस त्यही नै हो धन्यवाद ल 10 आउट अफ 9 दम हस् ल हेलो ब्रो अगर तिमी इन्टरभ्यू बेलुका आउँछ है बेलुका भोलि ल राम्रोसँग बस्नु घले ब्रो चाहिँ यही छ कि अब राम्रोसँग बस्नु चलो कता जाने अब के हाम्रो कलेज हो क्या हो कहाँ गयो म्यान अहिले भर्खर एक्सप्लेन गरेन अगाडि नै चुप लागेर हिँडेन अब हाम्रो कलेजको तिमी तिमी क्रस तिमी आउँछु न आफ्नो शुभ नाम सोध्नु थियो कसको मोबाइल हो लास्टमा आएर अब हामी आफ्नो कलेज भने कहिले पनि 10 आउट अफ 10 चाहिँ दिँदैनौँ होइन हेर्छौँ बुझ्छौँ राम्रो लाग्यो भने त के दिन्छौँ कि तर पनि यही कुरा अलिकति दिइरहेको छौँ तर पनि अलिकति युनिक लाग्यो भने चाहिँ कसम होइन घले बोले होइन त सब हेर्दा होइन तर बुझेर के जे के त बुझाउनु त बुझायो अलिकति बुझाए जस्तो गर्नु पर्यो ल अब बुझेन भन्नु मिलेन है अलिकति एउटा अलिकति ए कुन चाहिँ कलेज गयो म सुन्नु चाहिँ अझ बाँकी रहेछ टन्ने यार छ भने यार म त घर गइदिन्छु अब हामी त जाऊँ उदय सरको शुभ नाम छ त
तिमी चिन्छ कसम फेरि मसु चढ अडन सोध्ने तर के सोध्ने भयो क्या तर यो त अलिक कन्फ्युजन लाग्यो यहाँ चाहिँ लुडो खेलिरहेको रहेछ है भन न त्यो सरलाई सर भनेर जाऊ न आफ्नै कलेजको बेड नलियो लास्ट टाइम सबैको लियो अनि अहिले यो देखाउ न दिमाग खराब भइसक्यो बन्द गरेर बेकार मात्रै काम पाए 10 दिनले अरू काम नपारियो कामै हो मेरो काम चाहिँ हाम्रो डना के जना त्यसो गरेर निक्लियो not bad bro talk this like this ए मा हामीले थाहा दिनु भाइ हामीले यतिकै 10 out of 10 सर हजुर शुभ नाम मेरो मुकुन्द हरियाल हजुर यही पढाउनु भयो यही पढाउने अहिले नम्बर हैन मतलब हामी सबैको रिभिजन सबै छ हैन सबैको भयो हैन लास्ट टाइम अनि आफ्नै कलेजको भयो भने फेरि अहिले कम्पिटिसन पछि गर्ने हो के सरले लाइन नगर्नु भन्नु ए मतलब हामी त यतिकै हेर्दै मात्रै हिँड्दा के रिभ्यु ल ठीक छ अहिले पछि अहिले कम्पिटिसन पछि गर्नु अहिले गरौँला पछि उहरु आयो मतलब अरूतिर जाम हामी लास्टमा हुन्छ हामी का लास्टमा गरौँ अब हाम्रो सरले अर्कोतिर अहिले लास्टमा हामी गरौँ हस् सर हस् धन्यवाद ए पछिबाट जाम हामी अगाडि बढ्दै लाइन किन गर्दिनु भाइ अरु अगाडिबाट हेर्छ नि पछिबाट हेरेर मतलब हैन क्रिएटरको फाइदा कोही म त यो पो हेर्ने मान्छे भिडियोबाट अपलोड भएर लिएर जाऊ यो त 12 क्लास के हैन हाम्रै कलेजको 12 क्लास म यस्तो खतरा खाली सोच्छु त ल हे ब्रो व्हाट्सएप ब्रो हां फेरि स्याबेज राख्दिनु नि सुन न अघि एकजना कसो स्याबेज गरिरहेको थियो फुच्चले अब यता देखाउन मुला कता गएर भने तिमी हेलो ब्रो अच्छा सुन नाम मेरो नाम नवीन दुलाल यो एकछिन त्यहाँ त्यो अड्काउन तिमीलाई यसो सोधपुछ गर्छु क्या मतलब तिमी होइन यो चाहिँ त्यो अड्काउन रहेछ त्यहाँ यस्तोमा मैले भाइ त ल अब चाहिँ हामीले चाहिँ एक्सप्लेन गरौँ नि त के कसो हो सरी यो चाहिँ अब विशेष गरी यसलाई हामीले लाइफै भन्छौँ जसको फुल फर्म लाइट फिडिबिलिटी हजुर लाइटको माध्यमबाट सबै काम गर्छ हैन हजुर अब मैले यो एउटा यस्तो घर जस्तो बनाए जसमा मैले लाइट फिट गरेको छु है लाइट फिट गरेपछि अब मैले यहाँ जोडे नि यहाँ जोडे अब यो मैले गीत बजाएको छु एउटा त्यो गीत कहीँ सुने होइन मैले फेरि ब्लुटुथ कनेक्ट गरेर स्पिकरमा गीत बजा भन्छ भनेर मैले ब्लुटुथ पनि अफ गरेको छु है यो अफ गरेर अब यहाँ गीत बजिरहेछ मैले अब यो स्पिकरमा एउटा यस्तो प्यानल सोलर प्यानल जसले लाइटलाई एब्जर्भ गर्छ हैन यो एब्जर्भ गर्ने कुरा चाहिँ मैले यहाँ बनाएर यसलाई स्पिकरमा जोडेको छु है अब जो मैले नजिक ल्याएपछि यहाँ गीत बजिरहेको छु सुन्दा नि हुन्छ सुन्दा गीत बजिरहेको छ सुन्दा छ यो अलिकति यसको भोल्युम अलिक के गरेर यसको भोल्युमै यति नै हो कि स्पिकरै अलि सानो भोल्युम हाल्यो भएर तिमीले आफै बनायो कहीँ कहाँ युट्युबमा छ यसको बारेमा धेरै भने यो चाहिँ विशेष गरी चाहिँ लाइफाई चाहिँ वाइफाईलाई रिप्लेस गर्नको लागि आउँदैछ हैन बजारमा नि आउँदैछ पछि उस एलन मस्कहरुको टिमले बनाउने भनेर सुनेको थिएँ मैले थाहा छैन बनाउँछ कि बनाउँदैन आउँदैछ यो चाहिँ हाम्रो चाहिँ मेन कुरा चाहिँ के भने सबैको अहिले सबै कुरा डिजिटल कसरी चाहिँ चल्यो त मतलब यो एउटा यसकै भएर चल्यो कि मतलब यो भित्र के छ त्यस्तो के हैन यो भने हाम्रो मोबाइलमा गरिसियो लाइट बल्ब छ हैन यो जुन लाइटलाई चाहिँ यो मतलब यो सोलर प्यानलले एब्जर्ब गर्छ एब्जर्ब गर्यो नि एब्जर्ब गरेपछि अब
यो लाइट इनर्जीलाई चाहिँ साउन्ड इनर्जीमा कन्भर्ट गरेर स्पिकरले साउन्ड निकाल्ने हो क्या मतलब मलाई अलिकति कन्फ्युजिङ लागेको कुरा चाहिँ होइन मतलब यो एउटा सोलर प्यानल अनि यो भित्र चाहिँ के छ यो भित्र त्यस्तो चाहिँ यो भित्र केही छैन त्यस्तो लाइट मात्रै हो केही छैन अरू अलिकति कन्फ्युजिङ लागेको यो कसरी चल्यो भन्ने यो चाहिँ हाम्रो फिजिक्सको लाइट इनर्जी कन्भर्टेड इन्टु साउन्ड इनर्जी भन्ने एउटा त्यो हामीले पढेको अनुसार बनायो के त्यस्तो केही कन्फ्युज हुनुपर्ने केही कारण छैन फिजिक्सको तर अलिकति जानकारीमा बनायो हो है अलिकति युनिक र कन्फ्युजिङ चिज चाहिँ मलाई यो लाग्यो क्या मतलब यो के गरेपछि हाम्रो चाहिँ होइन त्यही भएर त यसलाई हामीले लाइट फिडिबिलिटी लाइटको माध्यमबाट ट्रान्सफर हुने भन्ने बनायो क्या जुन चाहिँ यो लाइटको किरणहरू छ नि जसलाई यसले एब्जर्ब गर्छ अनि मात्र साउन्ड इनर्जीमा कन्भर्ट गराउँछ गीत सुनाएर दियो नि ल ए यहाँ भयो यो यसो गरी लाइट जो भयो होइन यो सोलर प्यानलले अब त्यहाँ गीत सुन्छ त्यहाँ मैले गीत बजाइरहेको छु एउटा के हो रातियान भन्ने गीत होइन जो केटा साँच्ची नै मलाई अलिकति अलिक बाबा अलिक युनिकै लाग्यो केटा है 10/10 मैले दिन पनि सक्छु केटा अब एउटा चिज हेर्छु अनि मात्र है केटा मतलब मलाई यही चलाएर देखाउँछ एकचोटि ब्याट्री डाउन भयो यसको चाहिँ ब्याट्री डाउन भएको छैन होला भएन किन भन्नु केटा त्यो नि है अर्को हामीले ब्लुटुथबाट कनेक्ट गरेर त्यहाँनिर प्रोग्रामिङ गरे होइन प्रोग्रामिङ गरेर हामीले यो 4वटा टायर चल्ने बनाऊ हात चाहिँ चल्दैन त्यो हातले पछि मिलाउँदा यसको लागि चाहिँ अब हामीले चल्ने बनाऊ होइन त्यहाँ देखाउँ न चल्यो होइन मोबाइलबाट कनेक्ट गरिरहेको छु है अरू मैले काहीँ केही गरेँ होइन त्यो हामीले प्रोग्रामिङ गरे हुन्छ होइन प्रोग्रामिङबाट चलाओ त्यो अर्डिनो हुन्छ अर्डिनो युआनो भन्ने हुन्छ मोटर ड्राइभर भन्ने हुन्छ अनि यो ब्लुटुथ HC05 भन्ने मोडल हुन्छ यो मोडलहरू युज गरेर हामीले बनाएको हो त्यस्तो केही गरेको छैन है उतार्छ त त्यसपछि हाम्रो यति मैले चाहिँ यति यो हाम्रो स्कुलको मात्रै कम्पिटिसन छ क्या त्यही भएर बनाएको नमस्कार मलाई चाहिँ साथी बनाओ हामीले होइन हाम्रो मोटर ड्राइभर भन्ने 4वटा मोटरलाई होइन कन्ट्रोल गर्ने काम गर्छ अनि यो अर्डिनो युआनो भन्ने एउटा पोर्ट हुन्छ जसको कारणले हामीले यहाँनिर यो मोटरलाई यसले फेरि मोटर ड्राइभरबाट नि यसले अर्डिनो युआनोले कन्ट्रोल गर्छ त्यहाँ बन्दुक छ क्या बन्दुक पड्काएको बच्चाहरूले बनाएको अनि यो युआनो छ होइन त्यसपछि हाम्रो एउटा यो ब्लुटुथ HC05 भन्ने मोडल छ क्या यो ब्लुटुथको जसलाई मैले मोबाइलसित कनेक्ट गरेर यहाँबाट चलाउने गर्छु कि अब यो ह्यान्डबाट मैले यसरी चलाउने यो खुट्टा भने हामीले तार बनायो हात चल्दैन हातमा प्रोग्रामिङ गरे छैन अनि प्रोग्रामिङ गर्न टाइम लाग्ने भयो हामीले यो भ्याएन कि हातको लागि त्यसपछि स्पिकर राखेर एउटा मुखमा बोल्ने बनायो अहिले मोबाइल चाहिँ के अरे एप चाहिँ होल्डमा छ तैपनि म बोल्न ट्राई गर्छु कनेक्टै होला एउटा गीत कहाँबाट बजाउँ मैले गीत बजाएर देखाइदिन्छु कि गीतै बजाइदिन्छु सुन्छ होला ब्लुटुथ चाहिँ कनेक्ट भएको ब्लुटुथ कनेक्ट भएर हुन्छ ल एकैछिन ब्लुटुथ कनेक्ट गर्नु बाँकी रहेछ क्या The Bluetooth device is connected successfully. The Bluetooth device is ready to pair. The Bluetooth device is connected successfully. अर्को अब हामीले बनाएको अर्को छ 3टा बनाएको क्या हामीले यो वाइफाईको सट्टा अहिले त सबै ठाउँमा डिजिटल भएर अहिले जहाँ गयो नि वाइफाईको काम चाहिहाल्यो अब जहाँ गयो नि क्युआर मागिरहनु सट्टा अब सिधै लाइटको माध्यमबाट हाम्रो मोबाइलमा सिधै वाइफाई कनेक्ट हुने बनाएको होइन जुन चाहिँ अब मैले यो गीत बजाइरहेको छु नि यो गीत बजाइरहेको छु होइन यो गीत अहिले यति यो मोबाइलमा यो यहाँनिर लाइट मात्र केही होइन एउटा ब्याट्री लाइट छ है मैले मोबाइलमा जोडिसकेपछि यहाँ लाइट बल्छ जुन चाहिँ यो लाइट इनर्जी चाहिँ अब यसले एब्जर्ब गरेर अनि यो स्पिकरले साउन्ड इनर्जीमा कन्भर्ट गरेर गीत सुनाउँछ अब यो स्पिकरको साउन्ड सानो भएर नसुने अहिले यहाँ सुन्नु त
सुनिरहेको छ अब यसलाई हटाएर सुन्दैन यो भने चाहिँ लाइटको माध्यमबाट मात्रै इन्फ्रारेड त्यो ड्रोन चाहिँ उठेको थिएन ड्रोन नि उड्छ ड्रोन चाहिँ मेन गरी हामीले क्यामेरा हालेर यस्तो प्रोग्राममा सुटिङ गर्नको लागि बनाउन खोजे क्यामेरा नै भेटेन कि यसको लागि वेटी हुने भयो अरू क्यामेरा त्यही भएर बनाएन त्यति मात्रै हो होइन अनि त्यो चाहिँ हामीले रिमोट कन्ट्रोलबाट उडाउनु अब गइहाल्नु भयो अनि अहिले ब्याट्री सकिन्छ अरूलाई फेरि देखाउनु पर्छ है गाह्रो छ आज 5 बजीसम्म यतिकै हो अरे त्यो भएर ब्याट्री सकिन्छ अरू पछि देखाउनु होला मैले अब मतलब मेरो पर्सनालिटी रेटिङमा चाहिँ मतलब मैले कसैले 10 आउट अफ 10 दिएको छैन केटा यो आफ्नै कलेजको भएर होइन एकदम युनिक छ केटा कसम है डाटेन मतलब यो अहिले मैले यति पनि जति पनि घुमेँ होइन तर मलाई यो एकदम बवाल लाग्यो एकदम युनिक लाग्यो केटा 10 आउट अफ 10 नै दिए केटा मैले है ल भोटिङको सिस्टम छ होइन जस अब भोटिङको सिस्टममा केटा है भोट चाहिँ हान्न नभुल्नु होला होइन ढुक्क भन्छ केटा है यही जित्छ केटा म कसम यार स्टल नम्बर 24 है स्टल नम्बर 24 भोट हाल्ने 24 ले नि लास्टमा गएर भोट मार्दिने केटा कसम भन्नुपर्दा अब मेरो पूर्ण भीमा चाहिँ राम्रो छ म जहाँ जति हेरेँ अब अरू त बाँकी नै होला नि कि तर पनि 10 आउट अफ 10 यही होला केटा दामी छ है ल तर साँच्ची भन्नुपर्दा के ढाट्नु केटा है तर पनि पूर्ण मतलब त्यो तिम्रो के भन न तीनवटाको तीनवटा युनिक छ ल एकदम युनिक छ केटा मतलब नराम्रो कसैको भनेन तर पनि एकदम युनिक छ सबैको होइन सबभन्दा बवाल चाहिँ यहाँ लागेको है मैले अहिले यहीँ हाल्दा भने त भोट केटा हो तर पनि अब उनीहरूको अब ओपिनियनमा के हुन्छ होइन कसैलाई आफ्नो स्कुल हाल्न मन लाग्ला तर पनि जो हो यहाँ हाल्न केटा हो भोट के मासु भात होइन केटा हो राम्रो चित्रमा अर्कोतिर रिभ्यू दिनतिर लाग्यो केटा अब धेरै नदिउँ जे दिउँ राम्रो दिउँ मिठो दिउँ साइन्स त पागल बनाउँदै म बल्ल बल्ल साइन्स पढ्न सके त धेरै पनि सर हजुर मेरो नाम प्रकाश भण्डारी बन्दुक तिमी पड्केर अहिले चाहिँ पड्काउनु लाग्यो म आफै पड्काउनु 3 जना गर न अब सबैको रिभ्यू लिनु पर्यो क्या सर फेरि कोही लिएन कोही लियो कोही लिएन भन्नु होइन अब चाहिँ रिभ्यू लिँदैछौँ के कसो हुन्छ हेरौँ पालो कहिले हुने हो है भाइ कहिले पालो तिम्रो नाम के हो भन न किन लजाएर मुख छैन अनि रोशन अधिकारी के नलजाउनु भाइ छेर लजाउनु हुँदैन भाइ कहिले पनि रोमन थापा हेर भाइ ऊ लजाउँछ तिम्रो नाम भन न जम्मू त जम्देश यताबाट छिराम्रो उसलाई सोध्नु सिधै मेरो तिमी यताडि फर्कनु दोस् के छ र ल के बनाएको यो भनिदियो हामीलाई यसो सुनाऊ सुनौ यो चाहिँ हामीले बायोलोजी केमिस्ट्री र फिजिक्सको पार्टमा ल्याएका छौँ उता जाऊ र यो चाहिँ हाम्रो हात राइट ह्यान्ड हो र यसलाई चाहिँ हामीले कार्पल्स भन्छौँ यसलाई चाहिँ हामीले कार्पल्स भन्छौँ भने यसलाई चाहिँ फ्यालेन्जेस भन्छौँ डोरी तान्नु जब हामीले यसरी हात चलाउँछौँ त्यसरी नै यो यसलाई यसरी डोरी तान्दाखेरि हात पनि यसरी नै भएको हुन्छ र यो चाहिँ हाम्रो केमिस्ट्रीको पार्ट हो यसमा चाहिँ हामीले सोलिड लिक्विड ग्यास ल्याएका छौँ योभन्दा अर्को पनि स्टेप हुन्छ प्लाज्मा पनि हुन्छ तर प्लाज्मालाई चाहिँ यहाँ राखिएको छैन किनभने त्यो अलिक अप्ठ्यारो र यसमा देखाउन मिल्दैन सोलिड लिक्विड ग्यास मध्ये सोलिडमा चाहिँ मोलिक्युल्सहरू चाहिँ टाइटली प्याक भएको हुन्छ त्यसैले यिनीहरू निकै नजिक छ भने लिक्विडमा चाहिँ अलिकति लुजली प्याक भएको हुन्छ अलिकति टाढा छ र ग्यास धेरै नै टाढा हुन्छ अहिले सकेपछि हाम्रो र यो चाहिँ फिजिक्सको पार्ट रह्यो केबल कार हाम्रो यसको अझै डिस्क्रिप्सनको लागि लेखेको छ केबल कारको बारेमा र तपाईहरु यदि गेम खेल्न चाहनुहुन्छ भने यसमा सिलेको छ र खेल्नु होला र भोट चाहिँ लास्टमा पुरा नै हाल्नु होला ब्रो मेरो साथ त कतिचोटि उड्ने यार कति बज्नु छ चार्ज 20% हो कति अहिले बन्द गर न पर लिएर त्यहाँबाट भोटिङ 2 लेखेर गइदिनु न त्यति भए पुग्छ म हेर म सबै
म राम्रो नराम्रो कसैले पनि भन्दिनँ होइन बरु मेरो केटाहरू आधी आधी बाटोमा केही छैन होइन तर म भोट चाहिँ जसको राम्रो छ जसको त्यो छ कसम त्यो लान्छु क्या मतलब मलाई मतलब त्यो चाहिँ के हो एक्सप्लेन गरेर होइन म मेरो पोइन्ट अफ भ्यूमा रेट दिन्छु जान्छु अनि फेरि अहिले भोट हाल्ने बेला नि हालौँला के छ र होइन फर्की आएर हालौँ न के छ र जस मलाई त्यो चाहिँ के बुझाइदिनु न त यसो ए के ट्रान्सपोर्टेसन भनेको यातायात यताबाट होइन नुवाकोट पनि आउनु पर्यो नि त्यो मनोकामना मात्रै पुगेर ल ल ल जब तपाईँहरूले केबल कार भोट हाल्नुहुन्छ नि तपाईँहरू त्यो भोट हाल्नको लागि चाहिँ तपाईँहरूलाई त्यो केबल कार चाहिँ चाहिएको रहेछ भनेर थाहा हुन्छ त्यसपछि यहाँ पनि बन्छ मेरो साथ पनि त्यही हुन्छ ल एकचोटि त्यो यसो घुमाइदिनु न त यसो हाम्रो अलि अगाडि जाऊँ न त्यहाँ खोइ त चल्यो नि तपाईँको केबल कार चल्यो खोइ त यताबाट यस्तो क्रस भयो होइन त हाम्रो रिभर्स पनि गर्नु मिल्छ मेरो पोइन्ट अफ भ्यूमा रेट मैले मेरो पोइन्ट अफ भ्यूमा होइन मतलब मेरो रेटिङ अनुसार 10 out of 6 होइन मतलब मैले जे भयो मतलब मेरो ओपिनियनमा क्या मतलब उनीहरूको के कसो भोट चाहिँ टुलाई जसरी हो नि ल सुन यो 1 लाई म 2 लाई यो 3 लाई यो 4 लाई यो 5 लाई भोट चाहिँ टुलाई म अहिले मतलब के त जसको राम्रो मासु भातमा लाग्ने होइन नि त राम्रो चिजमा लाग्ने हो टिकट दिन्न त मैले हालिदिएको छु नि होइन कति प्राइस कति छ भन्नु त प्राइसको कुरा हैन थाहा छैन म त यतिकै रेट मात्र दिएर हिँड्न मलाई के थाहा छैन आज यो सबै सकेपछि मतलब म आफै एउटा गेम खेलाउँछु क्या अहिले जसले जसको राम्रो लागेन म मतलब उसलाई क्यास प्राइज पनि दिन सक्छु क्या अहिले म अहिले हेर्दैछु क्या साँच्ची नै भने घाटा होइन ल अब चाहिँ हामी पैसा बढी भयो लाग्नुपर्ने हुन्छ सम्झेर ए त्यो यता पनि यहाँ छ कि हो यता म मिलाइदिन्छु नि आउने गेम रहेछ त्यो याद खेल्छु हाम्रो पाला नआउला हाम्रो पालो कहिले छ हाम्रो पालो चाहिँ आउँदैन फिक्स होइन हट त भाइ ल हट न तिमी आउनु भित्र यसो अब तपाईँहरूको के हो यसो एक्सप्लेन गर्नु दिनु न त लजिक फिजिक्स रिलेटेड हो हजुर भनौँ न किन लजाउनु भयो साइन्टिस्ट बन्ने मान्छेहरू लजाउँछ साइन्टिस्ट हो सिम्पल गेम हो यहाँबाट यहाँ जाने फिजिक्स रिलेटेड हो हजुर अनि यसमा चाहिँ 6 भोल्टको ब्याट्री हुन्छ अनि सेन्सर युज है अनि यत्रो एक्टिभेसनमा भन्नु न भन्नु अनि यत्रो एक्टिभेसनमा स्टुडेन्टलाई इन्टरटेनमेन्ट चाहियो ब्रो माइक भन्नु अभी अनि मतलब हाम्रो पोइन्ट अफ भ्यूमा मतलब उस दिँदै गएर रेटिङ दिँदै आइरहेको क्या अब तपाईँ जित्ने मान्छे भन्नु होला रिटेक ल यो चाहिँ फिजिक्स रिलेटेड हो हैन अनि यसमा चाहिँ हामीले एक गेम बाँकी छ अनि यसमा चाहिँ हामीले 6 भोल्टको ब्याट्री र सेन्सर युज गरेको छ है अनि यत्रो 24 वटाको एक्जिबिसन मध्ये इन्टरटेनमेन्ट चाहियो नि त स्टुडेन्टलाई अनि त्यही भएर चाहिँ हामीले इन्टरटेनमेन्टको लागि यो गेम चुज गरेको यति हो ल थ्यांक यू अब अलि एक्सप्लेन ठिकै गर्यो अलि चाँडै गर्यो अलिकति लजाउनु भयो क्या भाइ जिलमा बोल्ने हो नि त बोल्ने भयो त होइन केटा है कसको के खाइदैछ र कति यसको खेल्ने छ नि ए केटा 100 रुपियाँ दिएर कहिले खेल्ने हामीले जबसम्म जित्दैन तबसम्म खेल्ने मिसिन चाहिँ कति हो तिमी खेल है म खेल्छु नि त भाइ तिमीले यही नम्बर छुन्छ हेर न यहाँ
अलक्षिणा लागिहाल्छ अर्काले अलक्षिणा के लगाइदिइहाल्यो पनौती लगाइदियो पछि सही छैन त यार सार्दिनु त ल होइन कसम जबसम्म यताबाट दोष यताबाट बना न यहाँ आएर पाइन्छ अब सरी तिमी उताबाट जाऊ न अनि कस्तो औडा गरी बसे क्या गर्नु त लाग्दैन नि दुख्न है गेटबाट यसले हाल्ने मैले होइन फेरि खेल्ने नि 50 रुपियाँ होइन भने यार कस्तो तर हात कामे के चुप्या बस्नु नि तपाईँहरू यार ए तिमीले खेल्यो मेरो हात कामे यार कसले गर्छिन् कसले कम्प्लिट गर्यो ओए गान्डी यहाँबाट सुरु गर के त्यही अफ गरेर रुकिनु त्यो अफ गरिदिनु एकछिन रुक्ने छुँदो रहेछ त्यो यो हजार रुपियाँको लोभमा होइन 1000 रुपियाँको लोभमा 50 रुपियाँ गुमायो तर यो अलि लामो गर्नु पर्ने क्या यो त्यसो भए हामी जान्छौँ ल त्यो लिग 2 गेम अहिले पछि हामीलाई धन्यवाद अब यतावाले खोइ ए केटा है अलिकति इन्टरटेनमेन्टको लागि रहेछ 10 आउट अफ कति मलाई अलिकति कन्फ्युज भयो साँच्ची नै राम्रो छ ल जाउँ हामीलाई कि 10 आउट अफ 5 केटा है फाइटेबल ल म त यो के हो म त एक्सप्लेन होइन एक्सप्लेन गरिदिनु कि हामी खुङखुङ जान्छौँ क्या यो चाहिँ होइन यो चाहिँ ट्राफिक लाइटको मोडल हो है हजुर अनि त्यो चरा ल अनि यो गाडी स्टप हुनु पर्यो नि त अनि येल्लो बल्सी चाहिँ स्टार्ट हुनु पर्यो है अब अनि ग्रिन बल्सी चाहिँ गाडी गुड नट रेडी हुनु पर्यो है अनि यो चाहिँ स्मार्ट सिटीको मोडल पनि हो अनि यहाँ चाहिँ एकदम सफा रोडहरू हो ग्रिनरी हो फिजिकल एक्टिभिटिजको लागि यहाँ उस पनि छ है पार्कहरू पनि अनि यो यहाँ चाहिँ सबै फेसिलिटिजहरू छ मल अफिस सबै छ है अनि यता चाहिँ के छ भने ट्राफिक लाइट त छ तर खासै युज हुँदैन नि त हामीले रुलहरू फलो गर्दैन सो अनि यो चाहिँ त्यही भएर यसकै लागि मोडल मतलब यो त अनि नर्मली पनि भइहाल्छ नि त काठमाडौँतिर छ तर नुवाकोटमा छैन नि त एक्सिडेन्टको केसहरू धेरै छ दिन प्रतिदिन मतलब हुन्छ नि त त्यसको मतलब यो ट्राफिक लाइट नुवाकोटमा छैन हैन मतलब यसले भन्न चाहिँ मतलब यसले बुझाउन चाहिँ के खोज्यो मतलब अब यता पनि ट्राफिक लाइट हुन पर्यो हैन अब जाम भए पनि तर एक्सिडेन्टको केसहरू धेरै हुँदैन नि त यता कति एक्सिडेन्टको केसहरू स्कुलको छेउतिर हैन अनि यो ठाउँमा हुनु पर्यो हैन तपाईहरुको मिस चाहिँ केरा नुवाकोटमा चाहिँ ट्राफिक लाइट चाहियो रे कसलाई सबैजनालाई तर सबैजनालाई चाहियो धन्यवाद अनि यो चाहिँ कसले यो चाहिँ न्यू रुम है स्टोर गर्ने र ट्रान्सफर गर्ने ट्रान्सफर भने पठाउने एउटा ओए के रे त्यो देख न पेट भएन नि त यसको सर्भिस एकदम नराम्रो छ यसको सर्भिस एकदम नराम्रो छ यो चोरको यो गेम पनि हो खासमा यो गद्दारी भइरहेछ र भोट हाल्नु भनेर छ सबै हाल्छौँ क्या एक एकजनाले
तर मैले यो कसरी रिसमा दिएको यो माध्यमबाट हाम्रो 100% नेचुरल भेजिटेबल्स र क्रप्सहरू उत्पादन हुन्छ। यही हो हाम्रो मोडल। थियो नेपालमा छैन इन्डोनेसियामा छ चाइना र जापानमा नि लागू भइसकेको छ। नेपालमा चाहिँ के हुन्छ अब त्यो त हामी यो त नेताले गर्ने कुरा हो, यो त पर्सनली घरमा गर्ने कुरा हो नि त नि। कहाँ नेताले त अब आएको बङ्गलामा बस्ने मान्छे हो। त्यही पर्सनलाई गरेर सोध्नु हामी चाहिँ गर्दैनौँ। किनभने हाम्रो मोडल मात्रै हो। माछालाई तर पनि यो दामी छ यता हेर न। अब यति मात्र हो तपाईँहरूको? तिम्रो रेटमा कति? म त केही रेट दिन्न म कसैले नराम्रो यता के उसले दिन्छ ल कस्तो यहाँको रेट उसले दिन्छ ल मैले दिन्छ कति? ए उही किन भन न मतलब होइन हामीले गर्दै हो क्या साइड तिम्रो आफन्त कोही पर्छ कहरी ए मैले त के अब हामीले ऊ अघिदेखि हाँसेको छ इन्टरभ्यू लिने पालो यो एयर कुलर हो इलेक्ट्रिकल एनर्जीलाई हामी मेकानिकल एनर्जीमा कन्भर्ट गर्छौँ र गर्मी महिनामा चाहिँ काम लाग्छ कि जाडो महिनामा लाग्दैन। जाडो महिना त चिसो हावा हुन्छ चिसो हावा हामीलाई के काम तातो हावाले मात्रै हो यसले चिसो हावा फाल्ने क्या गर्मी महिना एयर कुलर के त अब हामीलाई यहाँ घरमा बगामा चाहिँ फुल पनि हामीलाई चाहिन्छ होला। यो भनेको हाइड्रोलिक मिसाइल लन्छ मिसाइल खोइ त मिसाइल मिसाइल हो तर अर्को स्कुलले दिएन कि अनि उता ऊ पनि हटेर अर्को अब त्यस्तो अर्कोहरूले मिलेन। क्रिमिनल अल्कोहल चाहिन्छ त्यो किन्नलाई पाएन होइन यसको उस पनि उसलाई सोध्छु 10 आउट अफ कति? म अलिक कन्फ्युज भयो कि कसम भन न। यो गान्डु त चाहिँ पनि ल्याउँछ उमा तानेर जुम हुन्छ तान्न जुम हुन्छ तान्न तान ल ताना नै छ त यो माइक होइन गान्डु माइक छु क्या गएर ल कोही क्या केरा कहाँ गयो? केरा ल अगाडि बढौँ ल अगाडि बढौँ अगाडि बढौँ अगाडि बढ अगाडि बढ अनि सरले को भिडियो बनाउने सर मतलब तपाईँले के कस्तो लाग्यो साइकल? एकदम बवाल छ। कति तर यसको पावर चाहिँ कति हो सर? ब्याट्री जति हान्छ त्यति होला खान्छ। यसले कुदाउनु मिल्छ? अहिले नर्मल कसको यो? कसले बनाएको? मतलब बच्चाले बनाएको ठुलोले बनाएको? बच्चाले बनाएको। त्यो मोटर चाहिँ हेरौँ न मोटर कस्तो लाग्यो? यसले उकालो उकालो त उकाल्दैन ये ढाड दीजिए पानी खान पाइन्छ भन्ने क्या अब यहीँबाट छोड्दै अब हामी खाना जाने क्या ओडी एक्सप्लेन गर्नु माइक छोडिदियो कति त रुम नै एक्सप्लेन गर्नु न दिदी। यो चाहिँ हामीले रेन वाटर हार्भेस्टिङबाट चाहिँ हाइड्रो इलेक्ट्रिसिटी जेनेरेट गर्न सकिन्छ भन्ने एउटा सानो मोडल प्रिपेयर गरेको। रेन वाटरलाई चाहिँ हामीले कलेक्ट गरिसकेपछि प्युरिफाई गरेर त्यसलाई पिउन सकिन्छ, कनेसा बारीमा युज गर्न सकिन्छ, कपडा धुन पिउन पनि सकिन्छ। प्युरिफाई गरिसकेपछि फिल्टरबाट अनि त्यसपछि पानीलाई चाहिँ हामीले पानीको फोर्सबाट चाहिँ माइक्रो हाइड्रो टर्बाइन भन्छ यसलाई चाहिँ यो पानीको फोर्सले घुमिसकेपछि यसबाट चाहिँ काइनेटिक इनर्जीको प्रड्युस हुन्छ र त्यहीबाट हामीले हाइड्रो इलेक्ट्रिसिटी जेनेरेट गरेर हाम्रो घरमा बत्तीहरू बाल्नलाई युज गर्न सकिन्छ। बत्ती बालेर बत्ती चाहिँ कसरी? इलेक्ट्रिसिटी जेनेरेट भइसकेपछि हामीले हाम्रो घरमा युज गर्न सकिन्छ अनि त्यही देखाउनको लागि चाहिँ एउटा सानो मोडल प्रिपेयर गरेको। यसलाई चाहिँ डाइलाई मोटर भनेर यो हामीले चलाइदिनु कुन चाहिँ यो चाहिँ चल्यो है चल्यो 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 इक्जाम्पलको लागि त्यो पानी पऱ्यो भने बुझ्नु होइन गाउन बा के भयो यस्तो बाङ्गो भयो त्यो अगाडि पछाडि
अनि यो बारीहरूमा चाहिँ यो कसरी जान्छ हाल्ने राखेको पानी चाहिँ हामीले हाल्न सक्छौँ। ए हाल्ने हो मान्छेले बुझ्यो दोकान तपाईँको यो चाहिँ एउटा हर्को मोडल हो अनि त्यसपछि यो चाहिँ हलो कोनिकल एन्ड मस्कुलर अर्डर हुन्छ यसले चाहिँ ब्लडहरू पठाउनेहरू काम गर्छन् अनि त्यसपछि मेलमा चाहिँ 310 ग्रामको वेट हुन्छ भने फिमेलमा चाहिँ 225 ग्रामको चाहिँ वेट हुन्छ अनि त्यसपछि यसलाई चाहिँ डबल मेन्टेनले चाहिँ कभर गरेको हुन्छ पेडिकार्ड छैन मेलाको फाइबर्स कनेक्टिभिटीबाट बनेको हुन्छ भने चाहिँ इनर भिजुअल लेयर चाहिँ प्लाटिन इपिथेलियमबाट बनेको हुन्छ दुईटा बिचको स्पेसलाई चाहिँ पेडिकार्डियम क्याभिटी भन्छ त्यसमा चाहिँ पेडिकार्डियल फ्लुइड हुन्छ त्यसले चाहिँ मेकानिकल सक अनि एक्सटर्नल इन्जुरीबाट चाहिँ बचाइरहेको हुन्छ त्यसपछि यसमा चाहिँ चारवटा च्याम्बर हुन्छ राइट अरिकल र राइट भेन्ट्रिकल लेफ्ट अरिकल र लेफ्ट भेन्ट्रिकल हुन्छ होइन राइट अरिकलमा चाहिँ सुपेरियर अनि अब डिस्क्रिमिनेरी साइनस डिफ्रेन्ट पार्ट अफ बडीबाट चाहिँ राइट अरिकल र लेफ्ट साइकोस्पिड भल्भ ओपन भएपछि डिअक्सिडेन्टलाई चाहिँ राइट भेन्ट्रिकलमा जान्छ राइट भेन्ट्रिकलमा राइट भेन्ट्रिकलमा चाहिँ पल्मोनरी आर्टरी हुँदै लङ्सको एरियामा जान्छ लङ्सको एरियामा चाहिँ त्यसपछि हाम्रो चाहिँ अब्डोमिनल ब्लड चाहिँ पल्मोनरी चाहिँ हुँदै आयो पल्मोनरी हुँदै आएपछि लेफ्ट अरिकलमा आउँछ लेफ्ट अरिकल र लेफ्ट भेन्ट्रिकलको बिचमा चाहिँ बाइकस्पिड अथवा मिट्रल भल्भ हुन्छ अनि यो दुईवटा अनि त्यसपछि बाइकस्पिड भल्भ ओपन भएपछि चाहिँ राइट भेन्ट्रिकलमा चाहिँ राइट भेन्ट्रिकलमा जान्छ त्यसपछि लगाएर चाहिँ एउटा डिफ्रेन्ट पार्ट अफ द बडी तिम्रो पोइन्ट अफ भ्यूमा मतलब रेडिङ कति आमा पत्तुर नदिए साँच्ची सबै दामी छ अघि बारे हेरिरहेको थिएँ त्यसैले यो 6 हो पर्सनल युज ओए ल मेरो नि ठिक छ मतलब यस्तो हुन्छ नि हामीले ओटु लिएको हुन्छ होइन अनि ओटु चाहिँ पुरै यता नस्टिल मतलब नोज चाहिँ फर्स्ट पार्ट हो के रेस्पिरेसनको अनि इन्टरनल नस्टिल र इन्टरनल नस्टिल हुँदै अनि फ्ल्यारिङ्स हुँदै ट्राकिया पार्ट हुन्छ जस्तो ब्रिथ पार्ट भन्छ अनि त्यो हुँदै ब्रोङ्कियोस हुँदै चाहिँ एल्भियोलमा पुग्छ एल्भियोल भनेको चाहिँ लङ्सको एक्स्टर्नल अनि पर्सनल युनिट हो है जसमा चाहिँ ग्यास एक्सन हुन्छ ओटुलाई चाहिँ CO2 बाटो हुँदै अनि नोजबाट चाहिँ बाहिर गएको छ हाम्रो CO2 बाहिर फालिन्छ होइन अनि यो चाहिँ टोटली वेट भनेको 1.3 ग्रामको हुन्छ अनि यसलाई कम्पेयर गर्दा चाहिँ यो ट्राकिया चाहिँ दुई भागमा चाहिँ डिस्ट्रिब्युसन भएको छ राइट लङ र लेफ्ट लङ हुन्छ होइन अनि राइट लङ चाहिँ अलिकति योभन्दा स्लाइड अलिकति ठुलो हुन्छ यो चाहिँ लामो यो चाहिँ लामो हुन्छ तर एकदम सानो न्यारो र लङ हुन्छ यो चाहिँ वाइडर तर सर्ट हुन्छ होइन यसको चाहिँ 450 ग्राम वेट हुन्छ भने यसको चाहिँ 400 ग्राम मात्रै हुन्छ होइन अनि यो चाहिँ रेस्पिरेसनमा एकदमै महत्त्वपूर्ण भूमिका चाहिँ घोडाले हाल्छु क्या त्यही गरेर कति हामी 5 जना छ होइन 5 जना 4 जना 5 जना 5 जना छ 5 जना अनेस्ट रिभ्यू ल दोस्ती अनेस्ट रिभ्यू मलाई ढुक मन पर्यो त्यसैले 7 हो ढुक पनि चाहदै गरे ल तिमीले भने हो दस अनिस ओइ अनिस जमल उता ल ए खतरा है जाउँदा यार यो भाइ त कुकुरीले रहेछ है ल त्यो सानो बाबुले 5 क्लासमा पढ्ने बाबु इङ्ग्लिसमा पुरा क्या खतरा एक्सप्लेन गरेको छ त्यो चाहिँ खिचेको छ यसै अहिले आउँछ है भाइ म आइहाल्छ है अहिले
floured in body stage. This is lunar eclipse. भाइ एकछिन राम्रोसँग बुझाउ When the sun not भाइ सुन त तिम्रो कण्ठ पार है when the sun, earth and moon each in the same row, that is called lunar eclipse. ओ वाउ तर एप्रिसिएट यु ब्रो यार हामी चाहिँ गभर्नमेन्ट यतिको चाहिँ आँट गरे फेरि एकचोटि दाइहरु राम्रोसँग बुझाइदियो हैन ल फेरिबाट बुझे ल हैन बिस्तारै मतलब तिमी यसरी कम्प्युटर चलाउने फाइदा माउस This is a computer, this is a CPU, this is called the brain of a computer, this is a keyboard, this is a mouse, but this computer is Windows 7, this is a flower, this is a steel, it attracts insect for pollination, this is a stigma, this is a style, they both help in reproduction, this is a petal, it shapes flower in body stage, this is a lunar eclipse, when sun, earth and moon each in the same row, that is called lunar eclipse. Nepali name is Chandra Prahar. These all are means of communication. This is a telephone. It is two-way communication. This is a newspaper. It is one mass communication. This is a mail when mobile telephone are not available. Asian people use that for means of communication. This is a mobile. We can see YouTube, Facebook, etc. We can play games. We can. बना कन्टिन्यू गर We can speak each other by help of messenger phone, etc. बाबा भाइ तलिपट गयो सबैले Guy vote 90 mile. भाइ कसम अरु भोट नहाल्ने भाइ एउटा कि दुईटा भोट त तिमीले हालिदिन्छु कसम भाइ तिमी ढुक्क जित्छौ भाइ ह्यान्डसेक मात्र गरे साच्ची ढुक्क सुन तिमीलाई कति भोट चाहियो भन हैन तिमीलाई कतिवटा भोट रुक एक कल हानिहेर्छु है म एक कल हानिहेर्छु है ओए अनिस अनिस ओ अनिस कतिवटा भोट आयो तिमीहरू एउटै सिस्टमको हो नमस्ते भनेको नमस्ते Homogeneous mixture is salt and water. Salt dissolves in water, so that's why it is called homogeneous mixture. And this is heterogeneous mixture, sand and water. Sand doesn't dissolve in water, so that's why it is called heterogeneous mixture. This is a moon. The effect of full moon, watching rivers, first quarter, walking rivers, and new moon, one and third quarter, running rivers. The daily practice of moon is called practice of moon. जितिसक्यो ल यस्तै हो हैन ल हेर्नु है यो चाहिँ ओब्ल्याक हैन ल ल उब्ल्याक ल यो चाहिँ ओब्ल्याक हैन इङ्ग्लिसमा भन्नु भन्नु ए जेममा भन्दैन नि तिमीले जेममा This is oblak. When we touch it, it became. When we touch it slowly, it became little substance. But when we heat it hardly, it became like brick, steel, metal, or something like that. And that are all hard substance. And it became hard because it generates force and making potential energy and. फिर्ता गरिदिन्छ के त्यसैले यो ओब्ल्याक साह्रो हुन्छ होइन यो ओब्ल्याक साह्रो भयो भने जे पनि हुन्छ कसको साथीको टाउकोमा हान्ने त्यस्तो त भन्नु मिलेन होइन यो सजिलो पनि हुन्छ कन्स र वाटर मिक्स गरिदिनु होइन यो बन्छ होइन 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 अनि पछि यो छ त तपाईँले त्यो पुलिसहरू हुन्छ त बन्दुकबाट बस्न के त त्यो बुलेट प्रुफ भेस्टमा पनि यो युज गर्छ किन यो बनाउन पनि सजिलो हुन्छ नि त हैन त्यसैले हाम्रो साथीले बनाओ म त भन्दा छु त यो स्टल नम्बर 10 मा हाल्नुपर्छ भोट ढुक्क यार 10 मा ओके सबैको लागि यो फ्री भयो ओए बिस्तारै हाल फेरि बिस्तारै हाल 21 मा जात्ता रहेछ यो नानु 10 मा हाल्नु 10 मा हाल्नु फेरि गयो फेरि अहिले
हाम्रो स्टलमा आएर नगर न हाम्रो स्टलमा गएर गर न पछि यार यस्तो त भन्नु हुँदैन म त अलि धेरै न सोझो बच्चा हो तपाईहरुले भोट हाल्नु होला हालेन भने म मन्त्री बन्दैन त्यसमा देख्छु कि यसमा देख्छु हाम्रो यहाँ क्यामेराम्यानको चाहिँ उ भयो हाम्रो एक्सप्लेन गरी भाइ चाहिँ उहाँ हो है बन्दुक हेर्न न बन्दुक हेर्नु ल अबको चाहिँ हाम्रो दहीभरि हेरे है र आजको चाहिँ हाम्रो अलिक सकिने लागिसकेको छ होइन अनि त्यसपछि यता चाहिँ पोटेन्सियल इनर्जी हुन्छ त्यो पोटेन्सियल इनर्जी चाहिँ पानी यसरी झार्नु चाहिँ पोटेन्सियल इनर्जी चाहिँ काइनेटिक इनर्जीमा कन्भर्ट हुन्छ यो पानीको फोर्सले यो छिटो छिटो चल्छ अनि त्यो काइनेटिक इनर्जी चाहिँ बिस्तारै हामी के खाना हैन अनि त्यो काइनेटिक इनर्जी चाहिँ यसले त खाइदिन्छ कन्भर्ट हुन्छ यो पानीले हजुर अनि यो मेकानिकल इनर्जी चाहिँ इलेक्ट्रोम्याग्नेटिक इन्डक्सनको प्रिन्सिपल युज गरेर यसले चाहिँ हामी कुन सेक्सनमा काम गर्न सक्छौँ त अरे अनि यो हुन्छ नि इलेक्ट्रिक यो खासमा कृषि उसमा उ हुन्छ कि केमा हुन्छ यो चाहिँ केमा हुन्छ मात्र भन न हामीलाई त्यस्तो धेरै चाहिदैन क्या युज अब बच्ची नभएको ए हस् नेपालमा यो गर्न सकिन्छ त सकिहाल्छ नि पानी धेरै छ ए बढिसक्यो नि हो भने ठेका बढिसक्यो के यता के त कति नि भन्छ अहिले यार गोली पड्काउन बरु जाउँ न हाम्रो पोइन्ट अफ भ्यूमा रेड यो नाम थियो भोटिङ 24 हामीले त केही ल्याए छैन भोट गर्नलाई भोटिङ गर्ने ए यहाँ भाइहरू ल पड्काइदियो नि त ल फेरि पढि यस्तो भन्न पाएन है सक्यो अनिस कल्ला पढाएर एकछिन रोक ल खै त हामी आएपछि सामान हार्न पर्ला नि यसको यहाँ हानेरकै छैन खाजा बनाएको छु न बिग्रियो त्यस्तो नभन न हामी बल्ल हेर्न आएर हेर त अघि त्यस्तो दामी पड्केको थियो हैन कस्तो हामी यस्तो चाची भाइ कसम लाग्छ रहेछ यहाँ कसले बनायो बनाउनु मान्छे छोडेर गयो टाउकोमै दस कार्बन हाले खादा उयो सामान नजाने तपाईँ चाहिँ उयो करेन्ट लाग्छ किनकि हाम्रो पालो आयो नि त त्यस्तो नभन न यार मिलाउने यार ल अर्को ल हो त्यो हाम्रो त बन्द छ यार त्यो कोरे त्यो चस्मा लाउने भाइले न जाऊ त्यो भाइलाई बोल बन्दुक गोली पनि आउँछ हाड हेर यस्तोमा त हामीले भोट दिन सक्दैनौँ हेर खोइ त नि पड्कायो भने साँच्ची म त यसमा भोट हालिदिन्छु भाइ कसम भोट नचाह्यो भाइ नपड्काउ हाम्रो अगाडि पड्काउ न अनि यहाँ हाल्ने चिज खोइ यहाँ हाल्ने कुरा हाल नि त अनि त्यो बिर्कोमा बिर्कोमा पानी ल्याउनु पानी पनि चाहियो होला नि त प्याट पड्काउँछ नि फेरि यार हाम्रो ठाउँमा चाहिँ किन नपड्का कि भाइ यो जिङ्क हो भाइ भाइ त्यो नि सेक्सनको हो जिङ्क र पानी रिएक्सन गरेपछि हुन्छ नि पड्किन्छ नि तिमीले कसरी पड्काउनु तिमी हामी पड्काउनु हाम्रो डर लाग्छ यार म त पड्काइदिन्छु ल यतिको ल ए मेरो टाउकोमा पड्काउला है फेरि कोही ए भाइ हाँसु चाहिँ खतरा लाग्यो यार भाइ ए सरी ए भाइले पड्काउने भयो अब ल यो भाइ पड्किदैन नि ल यार कस्तो डिसपोइन्ट भयो यार भाइ यार मलाई तिमी चाहिँ खतरा एक्चुअली दाइ तिम्रो नाम भन्दैन भन न भाइ मेरो टाउकोमा यतातिर पड्काउने होइन नि फेरि
ल नेपालको पहिलो नागरिक होला होइन बन्द सिद्धु ल केटा जस्तो जस्तो जे गरे भने पड्काउ ल ल एम लोड ल भाइ हल्का जिङ हाल न गाडी जितेको छ Bro, we need traveling fan, bro. ती मतलब पार्टिसिपेट हुने नि मात्र सुनेन छैन पार्टिसिपेट भयो पनि हैन तिमीले चाहिँ अब यस्तो नि त भाइ तपाईँ अब खानी भन्नु मुखमा दिन हुँदैन नि हैन नसुनेपछि अनि कसरी भन्छ त उसले भने कसरी अब त्यो उसले दिन मन ल्याउन पहिला एकछिन ओइ सुन न सोनी गीत अलिकति प्ले गरिदिने त्यो पछि गीत गा भन्नु बुढा नमिलाइहाल्छु आफैले पनि ल्याउने कि दुईटा फुटाउने के ल जाम न अब फुटाउने न ओइ त्यो निकाल तर त्यो दाग नलाग्ने गरी निकाल है न्याले तिमी अब सुनाइरहेको म त गरे नि हिँडिहाल्छु घाममा 30 सेकेन्ड भयो नि काम गर ल यो गाउँछ होला हैन तिमीले गाउँछ हैन ओइ भरि यार गाछ लाग्यो यता देखाउन मातो टुक्रा हुँदैन अब चाहिँ हामी अब सर्ट एन्ड स्विट वाला गिभअवे गर्न जाँदैछौँ हो गीत गाऊ टी सर्ट पाऊ गिभअवे चाहिँ त सिम्पल पैसा सैसा के लाग्दैन केटा है गीत गायो यो गीत सुनेछौ आउँछ कि नै तिमी हैन मतलब 30 सेकेन्ड गाऊ तिमीले पायो कुने गर्छौँ ल हामीले यहाँ टक्क 30 सेकेन्ड हामीले पायो गाइस हैन कोही नि हेर्नु रहेछ ल कोही नि पार्टिसिपेट नहुने हैन हैन पाउन न स्वर कस्तो भयो 30 सेकेन्ड त यार तिमी गाउने हो आएन भने त्यहाँ तिमी तिमी के रे तिमीलाई होइन एउटा गिभअवे गर्दैछन् हजुर तर तिमीले अब मलाई फलो त गरे हुनु पर्यो होइन फलो त गरेछ खोइ त्यो बहिनीले दिदियो त होइन होइन मतलब तिमीले ट्राभलिङको गीत 1 मिनट गाउनु पर्यो आउँछ आउँदा आउँछु साँच्ची आउँछ नि आइहाल्छु नि त्यस्तो लाज लजाउनु हुन्न क्या लजायो भने तिमीले हेर न रिजेक्टेड 1400 को मा नडिकन क्या 1400 को माल तिमीले एक याद नगर्नु नि यति गाउनु तिमीले छैन हामी छोप्दिउँला कि तिमीले भाइ क्वालिटी कस्तो दामी छ छाम एकचोटी यसो गाइदिनु 30 सेकेन्ड अलिकति मात्रै गाइदिनु त ल मात्र 30 सेकेन्ड ल कुन गाउने भन्नु जुन आउँछ त्यही गाइदिनु म स्टार्ट हाल्नु सरी नै यो गीत गाउँदा संसारले देखेर तिम्रो खुसी तुसँगै थियो आफैलाई बहाना बनाएर भन्थे अरूको परवाह थिएन सबैलाई भएको थियो मलाई पनि एक समयमा त्यस्तै फर्स्ट गिभअवे गरे फर्स्ट सुरुमै विनर पाइयो केटा भले ब्रो हैन फलो गरेर दिनु नि मेरो
इमेजको फ्यान हो नि बिग फ्यान डाइहार्ड फ्यान हो नि यस्तो सबै गीत सुन्नु साँच्ची हो नि हजुर अब हाम्रो भाइ चाहिँ भइसकेको छ यो गिभअवेको विनर हामी धेरै चार्नु नि परेन होइन गिभअवे विनर पनि पाइसक्यो यता आएर भाइ राम्रो छ हेर ल भाइ केही भन्दैन नि एक दुई शब्द यार यो तिम्रो हो मेरो होइन भाइ अब पाइसक्यो अब ल अब चाहिँ हिजो अब हाम्रो भाइलाई हस्तान्तरण गर्दैछ केही भन्दै सबैजनाले घलेको दाइलाई फलो गरिदिनु होला यस्तै यस्तै गिभअवेहरू आइरहन्छ यसमा हाल ल यसमा हाल ल अर्को गेम छैन दिदीले कस्तो यो च्यालेन्ज तपाईँले लास्टमा होला त्यसो गर्ने होइन ल्याउँछ नि यसले किनेर फुटाउन सक्छ अहिले होइन अहिले तपाईँको टर्न लास्टमा आउँछ क्या यो सक्छ ल अहिले ट्राई गर्नुपर्छ रे भाइ यो लगा सक्यो भने सुरु चाहिँ खतम चाहिँ नहोस् क्या त्यो माइक्रोफोन माइक झिका ल स्थलबाट चार्ज यसमा छ 36 जति छ ल होइन अब चाहिँ हामीले रेड फुटाउने च्यालेन्ज दिनु लाग्यो होइन रेड फुटाऊ खाऊ 200 रुपियाँ जित त्यही हो होइन च्यालेन्ज च्यालेन्ज ल ल ल दिनेशबाट ल ल च्यालेन्ज दिनेशहरूबाट ल औँलाले फुटाउ तिमी आफै खाऊ भन्दैछु त नि गाह्रो हुन्छ नि कसै बुझ्नु बुढा त लामो धेरै भिडियो चाहियो कि हामीलाई कला गर भने त्यसो भए कला गर भने भाइ कला गर भने अलि हेर्न अलिकति हट्टा होस् न उद्या त्यही भाइहरू उद्या तपाईँ एउटा च्यालेन्ज दिउँ यो फुटाल्ने एउटा हाम्रो रेखा फ्रेन्ड होइन तपाईँको चाहिँ पनि त्यही ल म त जोइन गरिदिइहाल्छु नि तपाईँ गर्न सक्छ सक्दैन इङ्ग्लिसमा A+ इङ्ग्लिसमा A+ यसो त म नि खाइदिइहाल्छु प्र्याक्टिकल मार्क्स दिन्छ नि मलाई असाइनमेन्ट चेक नगरिकन प्र्याक्टिकल मार्क्स दिन्छ नि म उतापट्टि नि मेरै क्लास त कसरी तपाईँले भन्दैछु त म त गर्नु न भन्दैछु एउटा भाइले एउटा भाइले गिभ अप यसरी तपाईँले मलाई यसरी मलाई टी-सर्ट दिए हैन अहिलेसम्म तिमीले अघि एउटा भाइले दिए भने मैले एउटा भाइले 1400 को टी-सर्ट लिएर गइसक्यो यो थिचेर चाहिँ फुटाउनु पर्यो यसले यो त म त मेरो त त्यत्रो बल हैन अनि यसो ट्राई गर्नु न ट्राई गर्नु ओइ फुटिसक्यो फुट्यो हल्का रिस उठ्ने स्टुडेन्ट सम्झेर यसो मलाई त रिस नै उड्दैन तिमीहरुसँग मलाई हेर्नु न भाइ मलाई त्यतिकै देऊ ल अब कसैले सक्यो भने तपाईले दिन्छ है त यो त सक्दैन सक्यो भने नि दवाडी छोडेर ल्याउँदैछ कि दुईटा हात युज गरौँ हैन ल तपाईले पाउनु फुट्यो सक्दैन के भाइ हामी ल ट्रानी भाइ ट्रानी हो भाइ ल ट्रानी ल हैन मतलब अब यसरी खिचेर फुटाउनु पर्यो यसरी गइसक्यो अब आउँछ नि त सक्दैन सकेन है यही मनमा हो गइसक्यो अनि अब जाउँला उता
उता अर्को ठाउँमा जाउँ एक्सट्रिम उता 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 एउटा भाइहरूको ग्रुप मतलब यस्तो अहिले नगर क्या मतलब